छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरुमा जन्मी साकुरामा खेल्ने, म झुक्दैन झुक्ने नेपालको छोरो, म झुक्दैन झुक्ने नेपालको छोरो। खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न, खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न, घोटिएर हात पाउ झरी जाऊ नौला, तर कोही अगाडि यी हात जोडिन्न, यी हात जोडिन्न, बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरुमा जन्मी साकुरामा खेल्ने, म झुक्दैन झुक्ने नेपालको छोरो, म झुक्दैन झुक्ने नेपालको छोरो। हामी केही समय ढिला भइसकेका छौँ। हामीले 11 बजे थाल्ने भने म 11 बजे आएँ, त्यसले गर्दा पनि ढिला हुन गयो। यसमा म क्षमा चाहन्छु। महासचिव हाम्रो त्रिपुरा राष्ट्रिय पुस्तकालयको महासचिव ज्यू समय जाउँ भन्नुहुन्थ्यो, फेरि उहाँ हिजो ढाड दुखेर चाहिँ नगद जानुभएको, आज मदनदेव हुनुहुन्छ होला समय जाउँ भाइ भन्नुभएको थियो, फेरि उहाँले खबर गर्नु म त जानु सक्दिनँ, ठिक छ म त बस्नै आउनुपर्छ, सार्वजनिक बसै चल्ने, तर आउनु 11 बजेको कार्यक्रम सञ्चालन गर्न सकिएन, त्यसमा क्षमा प्रार्थी पनि छौँ। अझै केही समय पक्नु भन्दै अब नपक्नु, जति पक्नु उति समयले डाँडो काट्छ, त्यसले गर्दा कार्यक्रम सञ्चालन गरौँ भन्ने उहाँसँग पनि हामीले सरसल्लाह गऱ्यौँ र हामी कार्यक्रम सञ्चालन गर्ने यहाँसँग चाहन्छौँ। आज राष्ट्रिय पुस्तकालय गर्व पनि खान्छ, हामीले 39औं कृति विमोचन गरिसकेका छौँ। यो विमोचन हुँदा, आजको विमोचन हुँदा 40औं कृति, विशेष गरी अस्ति भर्खरै सिक्किम गान्तोकबाट टिका ढुङ्गेर लन्डनज्यू हाम्रा 35वटा कृति भइसकेका थिए, 4टा कृति धेरै कृतिहरू चाहिँ सिक्किम, गान्तोक, आसाम, सिलिगुडी, दार्जिलिङ लगायतबाट हुँदा छन्। हामीबाट अलिक कमै भएको छ र हामी के गर्व चाहन्छौँ राष्ट्रिय पुस्तकालय आज हाम्रा न्याय सेवामा सचिवबाट नियुक्त हुनुभएको हाम्रो मुक्तिनाथ ओझा सरले नेपाल यात्रा भन्ने एउटा पुस्तक चाहिँ उहाँले लेख्नु भएको छ। त्यसमा आदरणीय प्राध्यापक केश बहादुर राई सरको पनि नाम लिनुपर्छ, उहाँको पनि त्यसमा धेरै ठुलो देन रहेको छ र त्यो पुस्तक आज हामी 40औं कृति त्रिपुरा राष्ट्रिय पुस्तकालयमा 40औं कृति हामी चाहिँ आज लोकार्पण गर्दैछौँ। त्यसले गर्दा हामी त्रिपुरा राष्ट्रिय पुस्तकालय परिवार अत्यन्तै खुसी छौँ, हर्षित छौँ र आदरणीय मुक्ति ओझा सरलाई हामी हृदयदेखि नै कृतज्ञतासहित धन्यवाद दिन चाहन्छौँ। विशेष अतिथिको आतिथ्यता ग्रहण गर्ने हुनमा पूर्व जिल्ला शिक्षा अधिकारी पनि हुनुहुन्छ, कोशी प्रदेशकै
पुस्तकालय कर्मी पनि हुनुहुन्छ आदरणीय यो तिम्रा राष्ट्रिय पुस्तकालयको उहाँ सल्लाहकार हुनुहुन्छ आदरणीय सर उद्धव कृष्ण चौधरीज्यूलाई पनि मञ्चमा आए। यसै गरी वरिष्ठ साहित्यकार आदरणीय गुरु पुण्यप्रसाद खरेलज्यूलाई पनि म मञ्चमा आसन ग्रहणको लागि मलाई आज खुसी पनि लागेको छ। पुण्य सर आदरणीय मेरो गुरु पनि हुनुहुन्छ। पुण्य सरको आशीर्वाद मिलाएको छ हामीलाई। सँगसँगै म 56 सालमा एक्सिडेन्ट हुँदा हेटौडामा पुण्य सरले सम्हाल्नु भयो। त्यसले गर्दा गुरु मात्रै नभएर गुरुमाथिको के शब्द छ त्यो छैन, त्यो सरले नै भने भन्नुहुनेछ। यसै गरी मञ्चमै आसन आदरणीय मुक्तिनाथ ओझाज्यूलाई पनि म आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी म यथास्थानमा आसन ग्रहणको लागि तत्कालीन बाहुनाई गाविसका अध्यक्ष समाजसेवी एवं त्रिफला राष्ट्रिय पुस्तकालयका सल्लाहकार आदरणीय नीलकण्ठ तिवारीज्यूलाई पनि म आसन ग्रहणको लागि अनुरोध गर्दछु। आसन ग्रहणकै लागि यथास्थानमा दयानाथ शर्मा सापकोटाज्यूलाई पनि अनुरोध गर्दछु। यसै गरी म आसन ग्रहणकै लागि यथास्थानमा पूर्व प्रधानाध्यापक हरिप्रसाद देवमानेज्यूलाई पनि अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणकै लागि लेखनाथ पुस्तकालयका अध्यक्ष आदरणीय सर नवराज घिमिरे सरलाई अनुरोध गर्छु। आज नेपाल यात्रा पुस्तकको लोकार्पण कार्यक्रमको पानसमा दीप प्रज्वलित गरी समुद्घाटन ओम शान्ति ओम शान्ति ओम शान्ति उद्घाटन माल्यार्पण गरेर मात्रै कार्यक्रम बढाउने हाम्रो निर्णय अनुसार र सँगसँगै हाम्रो सरस्वतीको मन्दिर पनि छ अनि मन्दिरमा सहित प्रार्थना गरेर त्यस पछाडि कार्यक्रम अगाडि बढाउने हाम्रो पुस्तकालयको निर्णय भएको हुँदा उक्त कार्यक्रममा सरिक भइदिन अब उहाँको स्मृतिमा गणेशबहादुर प्रसाईलाई सम्झिनुपर्छ। गणेशबहादुर प्रसाईको पहलबाट यो सब भएको हो र गणेशबहादुर प्रसाई र हामी यो कार्यक्रम गर्दै गर्दा यसको विधि नियम बनाउनको लागि आदरणीय आजका प्रमुख अतिथि
लीला उदासीज्यूको, लीला सापकोटाको, नरेश वर्माको बहुत ठुलो योगदान छ। म यो नमन गरेँ हजुरलाई कि ल यति नै हो। आजको कुराको समाजसेवी कवि हुनुहुन्थ्यो र उहाँ काकाभिट्टा निवासी हो, नकलबन्दाको प्रधान पञ्चायत हुनुभयो। र उहाँले धेरैजनालाई दान उपकार गर्नुभयो, शरीरै दान गर्नुभयो। छत्रबहादुर बस्नेतज्यूले यो चाहिँ स्थापना कालमा उहाँ जीवित छँदै आफ्नो यो शालिगलाई चाहिँ जीवित छँदै आफ्नै हातबाट चाहिँ अनावरण गर्नुभयो। अर्को मोती जयन्तीका दिन उहाँ दिवंगत हुनुभयो। पहिलो मोती जयन्तीमा मन्त्रीराम भट्टराई यो शालिग राखेको र पछिल्लो मोती जयन्तीकै दिन उहाँ दिवंगत हुनुभयो र विपिनल हस्पिटलमा गयो। उहाँको उसको प्रतिमा बनाएर दाह संस्कार अथवा अन्त्येष्टि प्रयोजन अनि संरक्षणार्थ, किनभने भविष्यसम्म रहोस् भनेर। अनि यो पुस्तकालय, वाचनालय र अनि के अरे चाहिँ यो सङ्ग्रहालय भनेका छौँ र यो सङ्ग्रहालयमा हजुरको खुसी आजबाट यहाँ भित्री नै भएको छ। उहाँ कान्छो आयो, यहाँ आइसकेका छ। कामबाट समाजसेवी आदरणीय छत्रबहादुर बस्नेतज्यूको शालिगमा माल्यार्पण गर्दै सरस्वतीको मन्दिरमा सरस्वती वन्दना गर्दै पुस्तकालय अवधसहित कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरूको आगमन भइसकेको छ। अब म कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढाउँछु। यसै गरी आसन ग्रहणलाई जोड्न चाहन्छु। म कवि शिरोमणि महावीरका प्रधान अध्यापक आदरणीय नमस्कार सबैजनालाई। यस त्रिफला राष्ट्रिय पुस्तकालयको भवनमा आज मेरो बुवा मुक्तिनाथ ओझाद्वारा लेखिएको नेपाल यात्रा पुस्तक लोकार्पण कार्यक्रममा पाल्नुहुने सबैजनालाई मेरो चुडामणी ओझा आजको यस पुस्तकको प्रकाशकको तर्फबाट धेरै नमस्कार। र यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, वरिष्ठ अधिवक्ता लीला उदासीज्यू, विशेष अतिथिज्यूहरू र सम्पूर्ण आमन्त्रित महानुभावहरू र रेस्पेक्टेड सबैजनालाई यस कार्यक्रममा उपस्थित भइदिनु भएकोमा र यस कार्यक्रमको शोभा बढाइदिनु भएकोमा विशेष धन्यवाद दिँदै म स्वागतम भन्न चाहन्छु। यस कार्यक्रमलाई सफल बनाइदिन यहाँहरूले उपस्थित जनाइदिनु भएकोमा हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै स्वागतम गर्न चाहन्छु। र मैले एउटा सानो लेखेर लिएर आएको छु, मेरो तर्फबाट प्रस्तुत गर्न पनि चाहन्छु। अनुमति लिएर शब्दका बिउ छर्ने बुबा। आज मेरो जन्मदिन पनि भएकोले जन्मदिनको उपलक्ष्यमा पारेर चाहिँ हामीले यस कार्यक्रमलाई चाहिँ लोकार्पण गर्न गइरहेको छु। हजुरलाई जानकारी गराउन चाहन्छु। र यही कार्यक्रमको लागि भनेर म काठमाडौँदेखि विशेष हिजो आएको र म भोलि फर्किनुपर्ने चाहिँ विशेष कामहरू बनाउँदै पनि म यसलाई हजुरहरूको उपस्थित हुने सबैजनासँग, मेरो बाहुनदेखि बाँकी धेरैजनासँग भेट, मेरो गुरु हरिसरसँग पनि धेरै समय पछाडि भेट भइरहेको छ। र यहाँ सबैजनासँग उपस्थित हुन पाउँदाखेरि मलाई एकदम गौरवान्वित फिल भइरहेको छ। मैले एउटा सानो लेखेर लिएर आएको छु। मिल्ला नमिल्ला यसलाई सुधारेर हजुरहरूले आशा गर्दछु। शब्दका बिउ छर्ने बुवा। आज म यहाँ छोराको हैसियतले मात्र होइन, तपाईँका शब्दहरूको साक्षी एक प्रकाशक भएर उभिएको छु बुवा। तपाईँले कलम समाउनु भयो, मैले तपाईँको औँलामा सपना देखेँ। तपाईँले पाना भर्नुभयो, मैले भविष्य पढ्न थालेँ। घरको चुलो ताप्दै, मनमा आगो निभाउँदै तपाईँले लेखिरहनु भयो। कहिल्यै थाकेन ती अक्षरहरूको यात्रा। आज ती शब्दहरू किताब बनेर प्रकाश देख्दैछन् र म गर्वका साथ भन्छु
यी शब्दका बिउ मेरो बुबाले रोप्नुभयो। म त केवल उहाँले हुर्काएको बोटलाई प्रकाशमा ल्याउने माध्यम हो। बुबा, आज तपाईँको नाम किताबको पृष्ठमा छ, तर तपाईँको सङ्घर्ष मेरो हृदयको पहिलो पानामा लेखिएको छ। यस विमोचनसँगै एउटा पुस्तक मात्र होइन, एउटा जीवन दर्शन सार्वजनिक हुँदैछ। धन्यवाद बुबा, मलाई छोरो मात्र होइन, तपाईँका शब्दहरूको प्रकाशक बन्ने सौभाग्य दिनुभएकोमा, तपाईँको शब्दहरूको प्रकाशक बन्ने सौभाग्य दिनुभएकोमा धन्यवाद। जन्मदिनको धेरै धेरै शुभकामनाहरूलाई उपस्थितिले मलाई एकदम गौरवान्वित फिल भएको छ र यो कार्यक्रमको प्रकाशकको हैसियतले फेरि पनि स्वागत गर्न चाहन्छु। धेरै धेरै धन्यवाद छ पुस्तकका प्रकाशक चुडामणि ओझाज्यू। उहाँले एउटा कविता नै बुबालाई सम्झाउनु भयो, बुबाका कृतिहरूलाई सम्झाउनु भयो, बुबाले लेखेका कसरी बुबाले लेख्नुभयो यो पुस्तक भन्ने कुराको पनि सन्देशमूलक कविता प्रस्तुत गर्नुभयो र पुस्तक पनि प्रकाशक हैसियतले तपाईँलाई हामी त्रिपुरा राष्ट्रिय पुस्तकालयको परिवारको तर्फबाट धन्यवाद दिन चाहन्छौँ। आगामी दिनमा यहाँहरूले अझ यो त्रिपुरालाई पुस्तक प्रकाशन मात्रै नभएर अन्य कुरामा पनि निरन्तर सल्लाह सुझाव र सहयोगको अपेक्षा पनि हामी गर्न चाहन्छौँ। मनिष ओझाज्यू, उहाँलाई पनि सम्मान जाने अनुरोध गर्छु। दिलीप शिवाकोटीज्यूलाई पनि अनुरोध गर्छु। विमला ओझाज्यूलाई पनि अनुरोध गर्छु आसन ग्रहणको लागि। निर्मल शर्माज्यूलाई पनि अनुरोध गर्छु। निर्मल शर्माज्यू, रितिका शर्माज्यूलाई पनि अनुरोध गर्दछु। र यो पुस्तकको लोकार्पण गरिदिन म कार्यक्रमका प्रमुख अतिथिज्यू सवारीज्यू र मञ्चमा आसीन महानुभावहरूलाई यो पुस्तक हस्तान्तरण गरिदिनु हुन म लेखक आदरणीय मुक्तिनाथ ओझाज्यूबाट लिखित चुडामणि ओझाज्यूबाट प्रकाशन भएको पुस्तक लोकार्पण भइसकेको छ। हामी यो 40औं कृति हो त्रिपुरा राष्ट्रिय पुस्तकालयमा। यो आज विमोचन भएको लोकार्पण भएको 40औं कृति हो अब हामी एकछिन सबैको ध्यान मैले यता आकर्षण गरेँ। सरी है, सरी मुक्ति सर, सरी एकछिन ध्यान आकर्षण गरेँ मैले। आजको यस कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता साहित्यकार श्रद्धेय दिदा ओझाज्यू, शिक्षासेवी, पुस्तकालय कर्मी, साहित्यकार, मञ्चसेवी, उद्धव कुन्दुङज्यू,
समीक्षक, साहित्यकार, पूर्व प्राध्यापक केशबहादुर राईज्यू, यस कार्यक्रमलाई सफलीभूत पार्नका निमित्त यहाँ उपस्थित हुनुभएका धेरैजना मेरा दाजुहरू, दिदीहरू, साहित्यकार मित्रहरू, आज हामी मुक्ति ओझाज्यूको नेपाल यात्रा नामक पुस्तकको बारेमा बुझ्न, पुस्तकको बारेमा पुस्तक लोकार्पण गर्ने कार्यक्रममा उपस्थित भएका छौँ र म त्यो पुस्तकको बारेमा केही भन्न यहाँ उभिएको छु। हामी मान्छेहरू यायावहरू, हामी एकै ठाउँमा बस्नेहरू होइनौँ। आजभन्दा 10,000 वर्ष अगाडिभन्दा अगाडिको अवस्था त झनै घर पनि नबनाउने, रुखमुनि ओडारुँदो बस्दै खानेकुरा कहाँ पाइन्छ त्यहाँ गर्दै हिँडेका सन्तानहरू हो। जब नियोलिथिक रिभोल्युसन भन्छन्, जब कृषि क्रान्ति भयो अथवा भनौँ मान्छेले खेती गर्ने कुरा सिक्यो अनि मात्रै एक ठाउँमा बस्न थाल्यो। त्यो एक ठाउँमा बस्न थाले पनि अनि अर्को ठाउँमा अलिक राम्रो उब्जनी हुने देखेपछि त्यतातिर हिँड्ने, त्योभन्दा राम्रो उब्जनी हुने या जीवनलाई सरेक पर्ने ठाउँ देख्छ भने त्यतातिर जाने गर्यो र यो पृथ्वी नै उसको आफ्नो हिँड्ने ठाउँ, घुम्ने ठाउँ रहिरह्यो। यो हिँडाइ चाहिँ हाम्रो ज्ञान पनि हो, हाम्रो सम्पत्ति हो। यो पूर्व पश्चिम राजमार्गले भेट्ने बाटो, तिनीहरूका आग्लाहरू, त्यस आसपासमा रहेका ठाउँहरू उहाँले चाहिँ यो छान्न मारेका छैन। अथवा यो पुस्तक पढ्दा तपाईँ नेपालका कुन ठाउँमा कसरी जाने रुट रहेछ, कहाँ कुन ठाउँ रहेछन् भन्ने सामान्यतया सबै ठाउँको बारेमा तपाईँ जानकारी दिन सक्नुहुन्छ। त्यस्तो किसिमले यो नेपाल यात्रा र नेपाल यात्रा जुन उहाँले नाम दिएको छ यो चाहिँ साँच्चैकै नेपाल यात्रा। मैले बालकृष्ण माबुवाङले लेखेको इमानु नुमा भनेको चाहिँ यो इमा भनेको उनीहरूको घुम्ने डुल्ने रहेछ लिम्बू भाषामा, नुमा भनेको ज्ञान, डुल्दाखेरि प्राप्त हुने ज्ञान भनेर इमानु नुमा भनेर उनले पनि 300-400 पृष्ठको एउटा पुस्तक लेखेका छन्। सामान्यतया नेपालका थुप्रै ठाउँ उनले पनि यात्रा गरेका छन्। त्यो हेर्दाखेरि र अब मेरो पनि एउटा घुमिफिर रुन्जेटार भनेर यहाँदेखि यात्रा गरेर महाकालीदेखि फर्केर आएकोसम्म त छ, तर तिनीहरूले दिने सीमित कुराहरू छ। यसमा त उहाँले 2-3वटा यात्रा चाहिँ यस्तो किसिमले यात्रा गर्नुभएको छ, मलाई अचम्म लाग्यो। यात्रा गर्दाखेरि यात्रामा देखिने कुराहरूको उहाँको वर्णन, त्यहाँ यात्रा गर्दै जाँदाखेरि गाउँका मान्छेहरूले गर्दै गरेका व्यवसायहरू, कामहरू, त्यहाँ देखिने चाहिँ सुन्तोलाका बगैँचा, आँपका बगैँचा अथवा फुलहरू, यो चाहिँ माथि जाँदाखेरि अब गुराँसका फुलहरू देखिन्छन्, तिनीहरूको वर्णन, अनि अब तल आउँदा देखिने वर्णन, त्यहाँका मान्छेहरूको व्यवसाय, अनि प्रत्येक ठाउँमा जाँदाखेरि ती ठाउँका आसपासमा रहेका मन्दिर मस्जिदहरू, मठहरू, त्यहाँभित्र छिर्ने, त्यहाँ पूजा गर्ने, अनि ती सबैमा जाँदा जस्तो यहाँबाट उहाँ लाग्नुभएको छ एकपल्ट जलेश्वर जान भनेर, या एकजना के पोखरेल सुशील भट्टराई कि सुशील भट्टराई कहाँ हुनुहुन्छ? सुशील तपाईँसँग यात्रा गरे उहाँले, त्यो 13-14 दिन हो। अब सुशील भट्टराईजीलाई लिएर यात्रा गर्नुभएको छ, उहाँसँग रिस उठेको कुरा पनि छ मसँग, अहिले भएर भन्छु भन्न बिर्सिने हो कि त्यत्रो 13-14 दिन यात्रा गर्नुभएको छ। सुशील भट्टराईसँग बात मारेको चाहिँ 1 ठाउँ 2 ठाउँ, नभए सुशील भट्टराई उहाँसँग हुनुहुन्छ कि हुनुहुन्न थाहा पाउनुहुन्न पाठकहरूले। सुशील भट्टराईसँग यात्रा गर्नुहुन्छ, हामी लेख्नु भएको छैन, म लेख्नु भएको छ, मैले देखेँ भनेर त्यो तिनीहरूले एक्लै हिँड्नु भएको छ 1-2 ठाउँमा, नभएदेखि सामान्यतया चाहिँ जो बेलुका यसरी बस्ने कुरामा विवाद हुनुपर्ने, यहाँ नबस्नु पर्छ गौँ, अथवा यहाँ खाना खाने एकछिन नखाउँ भन्ने कुराहरू हुनुपर्ने,
त्योसँग छैन, बसेर होटलमा बस्नु भएको छ, खाना खानु भएको छ, भोलिपल्ट हिँड्नु भएको छ। तर उहाँ मात्रै हो कि सुशीलजी पनि हो, त्यो यात्रामा चाहिँ यात्रा पढ्नेलाई चाहिँ थाहा पाउँदैन। एक ठाउँ उहाँले चाहिँ सुशीलजीसँग पनि के सल्लाह गर्नुभएको छ। नभएदेखि अब यतापट्टि जाँदा महेश खरेलले बोलाएर गएको, महेश खरेलसँग कुन बेला छुट्टिनु भयो उहाँ थाहा पाइँदैन, कुन बेलादेखि उहाँ एक्लै हुनुभयो, त्यहीँ ओरतिर दङ्गाल गाउँदेखि नि छोड्नुभयो कि क्या, घरैमा छोड्नु भएको छ, त्यो थाहा पाइँदैन। अनि यता अब यात्रा गर्दै जानुभएपछि एक्लै जानुभएको छ। काठमाडौँ पुगेपछि काठमाडौँमा एकजनाले अब नाता बिर्सेँ मैले, म बिर्सिन्छु, भीम ओझाले रसुवा घुम्नु जाने होइन, लुजौँ भनेर चल्छ हिँडिहाल्नुहुन्छ। त्यस्तो क्या यो मादकता, एउटा यात्राको मादकता जुन हो त्यो मादकता अत्यन्तै प्रिय छ। र उहाँको यात्रा गर्दै जाँदा अब पाठकलाई कस्तो लाग्छ भने अब यहाँदेखि चाहिँ उहाँ फर्किनुहुन्छ कि यता, किनभने यहाँसम्म जाने भनेको छैन, नभएपछि त अब यहाँ पुगेर चाहिँ फर्किनुहुन्छ होला भने त्यहाँदेखि उतै लाग्नुहुन्छ। अनि अब त्यहाँ पुग्यो, अब त्यहाँबाट फर्किनुहुन्छ कि भनौँ, त्यहाँदेखि फेरि अर्को ठाउँ ताकेर अतै जानु हो। यस्तो गरेर त्यो पश्चिमतिर हिँड्नुभएको, गएको गयो, अनि त्यहाँबाट अब यता फर्किनुहुन्छ भनेको काठमाडौँमा पुगेको मान्छे त फर्किन्छ भन्ने हुन्छ नि, प्लेनमा चढेर पोखरा पुगेपछि अब पोखरा पुगेर फर्किनुहुन्छ होला, च्याङ्जा पुगेर फर्किनुहुन्छ होला भनेको त्यहाँदेखि उता ताकेर अनि उतै ती स्वर्गद्वारीहरू घुम्दै घुम्दै अनि तल दक्षिणपट्टि निस्केर चाहिँ आउने। यस्तो किसिमले त्यो हिँडाइ चाहिँ म यो देश हेर्छु, यो देशका ठाउँ घुम्छु, यो देशको चाहिँ भूगोल, यो देशको समाज चाहिँ म हेर्छु भनेर हिँडेको जस्तो गरेर उहाँ हिँड्नु भएको छ। र हिँड्दाखेरि ठाउँको वर्णन उहाँले सुन्दर किसिमले वर्णन गर्नुभएको छ। जस्तो उहाँले बागमती नदी शिवपुरी डाँडाबाट उत्पन्न भई काठमाडौँ उपत्यकाको प्राणवायु बनिसकेको यो होइन, तोरीका बगान, पाक्न लागेको धानका बाला, पोखरीमा उफ्रिने माछाहरू, खेत छेउछाउदेखि नै आँपका लाइन मिलाएर रोपिएका बोटहरू, गोरुगाडामा बोकेर ल्याइएका सखुवाका दाउरा, यी सबै दृश्यहरूले त्यो भूभागको ग्रामीण समृद्धि र हरियालीलाई उजागर गरिरहेको छ। यस्तो किसिमले वर्णन पनि गर्दै हिँड्नु भएको छ। र बिचमा उहाँका चाहिँ यात्राहरू कहीँ अल्मलिएका छैनन्। त्यो यात्रा गर्दा चिवा भन्ज्याङ पुग्न जाँदा चिवा भन्ज्याङदेखि त्यो च्याङथापुमा ओर्लिएर जाँदाखेरि उहाँ बाइकमा चढेर जानुहुन्छ, तर त्यहाँ चाहिँ बाटो बन्दै हुन्छ। हिलोका उहाँ गुरुआमालाई पनि लिएर हिँड्नु भएको छ एउटा यात्रा, र भाइ बुहारीलाई लिएर पनि। भीमकुमारी र चारजना भयो यात्रा हो। त्यो यात्रा छ, त्यस्तै किसिमले गरेको यात्रा छ। उहाँले गरेका यात्राहरू सम्झिँदा अब म पहिला 32, 33, 34तिर पैदल यात्रा गरेको थिएँ मैले। सुर्खेतमा गएर सुर्खेतबाट दैलेख जाने, दैलेखबाट अछाम जाने, अछामबाट अनि मुगु कालीकोट हुँदै जुम्ला पुगेर मुगु पुगेर आएको थिएँ म। त्यति बेला मेरो चाहिँ पैदल यात्रा थियो गाउँका मान्छेहरूसँग गर्दै। तर उहाँले गाडीमा बसेर गाडीमा नगलिकन आज भोलि पर्सि गर्दै यो यात्रा गराइदेख्दाखेरि उहाँको यात्रा अथक र ज्ञानवर्धक। यो पुस्तकमा नआट्ने उहाँले एकदम कन्जुस्याइ गरेर लेख्नु भएको छ। उस्तै मान्छेले हो भने यत्रो किताब त यो यात्राको चाहिँ एउटा छेउले यत्रो बनाउँथ्यो। उहाँले कन्जुस्याइ गरेर ती ठाउँको वर्णन ठाउँको गर्दै लेख्नु भएको छ। यो भाइ र उहाँसँग हिँडेको यात्राको वर्णन गर्दा चाहिँ उहाँले प्रत्येक ठाउँमा जस्तो इटरीमा पुगेको बेलामा उत्तरपट्टिको बाटो अब यो चाहिँ माथि धनकुटा जान्छ, हुँदै शङ्खुवासभा जान्छ, यता पश्चिमपट्टि दक्षिणपट्टि चाहिँ विराटनगर जान्छ, जोगबनी जान्छ, त्यहाँबाट भारतको उत्तरतिर पस्छ भनेर त्यो बाटोका उत्तर दक्षिण पनि बताउने, परतिर अर्को बाटो आउँछ त्यसको पनि उत्तरपट्टिका ठाउँहरू बताइदिने, दक्षिणपट्टिका ठाउँ बताउने, फेरि पश्चिम जाने अर्को चोक आउँदा यी ठाउँहरू पनि बताउने। अनि ठाउँमा पुग्दा कुनै देवी थानको अथवा भनौँ धार्मिक स्थलको वर्णन गर्दाखेरि त्यो कहिले स्थापना भयो, त्यहाँका गुरु को हुन्,
कति क्षेत्रफल त्यसले ओगटेको छ भन्ने रूपमा कुनै ठाउँमा पुगेपछि त्यो ठाउँको पूर्वपट्टिको जिल्ला कुन हो, पश्चिमपट्टिको जिल्ला कुन हो, उत्तरपट्टिको जिल्ला कुन हो। हामीले अघि पहिला यो परिचय गरौँ त्यस पछाडि मात्रै समीक्षा गरौँ भन्ने भए सोच गर्दै थियौँ, सल्लाह गर्दै थियौँ। होइन, पहिला समीक्षै गरौँ, पुस्तकको समीक्षा के छ हुन्छ, अनि परिचय गरौँला, व्यक्तिगत परिचय अनि गरौँला सरको भनेर निधो पनि गऱ्यौँ। मैले आदरणीय सभाध्यक्षको रूपमा सल्लाह पनि गरेँ र मुक्तिनाथ ओझा को भन्ने बारेमा छोटो परिचय गराइदिन म पूर्व प्रधानाध्यापक पनि हुनुहुन्छ, साहित्यकार पनि हुनुहुन्छ, आदरणीय दिल्लीराज नेपाल सरलाई मित्रको परिचय गराउन उभिएको छु। परिचय यही पुस्तक परिचय हो, यो ब्यानर परिचय हो, यो हाम्रो आजको कार्यक्रम परिचय हो। यसैले उहाँको परिचय दिइसकेको छ। तथापि परिचय गर्न उभिएपछि दुई चार कुरा त भन्नै पर्यो। तर परिचय गर्न उभिँदाखेरि चाहिँ के हुन्छ भने मान्छे एउटा सीमाभित्र बाँधिन्छ। यो उहाँको खुला परिचय हो कि हामीले शब्दमा भन्दा सबै कुरो पुर्याउन सक्दैनौँ र उहाँ सङ्कुचित हुनुहुन्छ। त्यो सङ्कुचित नहुने अर्थमा बुझिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। म नेपाल यात्रा शीर्षक कृतिका लेखक आदरणीय स्रष्टा मुक्ति ओझालाई उठिदिन पनि म अनुरोध गर्दछु। म उहाँको परिचयलाई सार संक्षेप रूपमा, सूत्रबद्ध रूपमा, थोरै शब्दमा धेरै बुझिने गरी म यहाँ राख्न चाहन्छु। नाम मुक्ति ओझा, माता पवित्रा ओझा, पिता वाचस्पति ओझा। उहाँको जन्म 2013 4 23 गते, जन्मस्थान पाँचथर फिरिङ। पाँचथर फिरिङमा जन्मेर 5 वर्षको उमेरबाट उहाँले यो यात्राको क्रमलाई अघि बढाउनु भयो। बुवा अघि गुरुले, पुण्य गुरुले भनिसक्नु भएको छ, हाम्रो जीवन नै घुमन्ते जीवन हो। हामी घुमेर नै धेरै ज्ञानहरू आर्जन गर्छौँ। उहाँ 5 वर्षको उमेरमा बुवासँग बस्न जानुभयो आसाम र 10 दिनमा घुमेर फेरि आफ्नै ठाउँमा आएर चुचेढुङ्गु उइटुङ्गु भने जस्तै अहिलेको त्यति बेलाको 52 गाविस वडा नम्बर 7 वडा नम्बर 8 गाडा गल्लीमा उहाँ बस्दिन म अनुरोध गर्दछु। र उहाँको प्राथमिक शिक्षा त्यही गाडा गल्लीको प्राथमिक विद्यालयमा भयो। माध्यमिक शिक्षा बेची जनसाधारण माध्यमिक विद्यालयको पुरानो शिक्षाको अन्तिम वर्ष 2021 सालमा उहाँले माध्यमिक शिक्षा पास गर्नुभयो र माध्यमिक शिक्षा पास गरेपछि माध्यमिक शिक्षाको पढाइसकेपछि एउटा बिचको ग्याप हुन्छ। त्यो ग्यापमा उहाँ त्यसै घर बस्न मन लागेन। उहाँ त्यही आफूले पढेको विद्यालयमा स्वयंसेवक शिक्षक भएर काम गर्न लाग्नुभयो। काम गर्दा गर्दै असार महिनामा एसएलसीको नतिजा निस्क्यो। उहाँ सेकेन्ड डिभिजनमा उत्तीर्ण हुनुभयो र 32 सालमा भएको जिल्ला शिक्षा सेवाबाट उहाँ उत्तीर्ण भएर आफूले पढेको विद्यालय प्राथमिक विद्यालयमा पढाउन सुरु गर्नुभयो। 3 वर्ष पढाएपछि उहाँलाई टिचर हुन मन लागेन। उहाँले आफ्ना साथीहरू, भाइ बन्धुहरूको प्रेरणा पाएर यो वकिल पढ्ने विचार गर्नुभयो र 3 वर्षमा त्यो जागिर छोडेर उच्च शिक्षा अध्ययन गर्नको लागि महेन्द्र बिन्देश्वरी क्याम्पस राजधानी गएर अध्ययन गर्नुभयो। आइएल पास गरेर केही समय घरमा बस्नुभयो। त्यस बेलामा पनि प्राइभेट रूपले न्याय सेवामा काम गरेर चन्द्रगढमा रहनुभयो। गर्दा गर्दै आयोग खुलेपछि उहाँले आयोग दिएर 2038 साल जेठ 22 गतेबाट सरकारी क्षेत्रमा न्याय सेवामा प्रवेश गर्नुभयो।
र प्रवेश गर्नु पूर्व 2037 सालमै उहाँ वैवाहिक जीवनमा बाँधिसक्नु भएको थियो। उहाँको जीवनसाथी कौशला ओझा हुनुहुन्छ। अनि उहाँ नासुबाट प्रवेश सेवा सुरु गर्नुभएको उपसचिव भएर 33 वर्ष राष्ट्रको सेवा गरेर उहाँ 2071 सालमा निवृत्त हुनुभयो। र 71 सालमा निवृत्त भइसकेपछि उहाँको जीवनले एउटा नयाँ मोड लियो। त्यो मोड के थियो भने उहाँको स्वभावै भ्रमण प्रियता हुँदै हो। पहिला बुवाबाटै प्रेरणा पाएको थियो। उहाँले अनि देश दर्शन गर्ने विचार गर्नुभयो। यो देश दर्शन गर्ने सन्दर्भमा उहाँलाई एउटा फिडब्याक दिने चाहिँ उहाँको सेवा नै रह्यो। हामी टिचरहरू हुने मान्छे चाहिँ एउटा विद्यालयमा नियुक्ति पाएर टिमबाट रिटायर हुन पनि बेर छैन। तर उहाँहरू चाहिँ नेपाल सरकारको कर्मचारी भएपछि 2 वर्षभन्दा बढी एक ठाउँमा बस्न पाइँदैन। त्यसो भएको हुनाले उहाँले जागिरकै सन्दर्भमा पूर्वाञ्चलका जिल्लाहरू धेरैमा उहाँ पुग्नु भएको छ। र त्यो जागिरको सन्दर्भले उहाँलाई अहिले पछि भ्रमणको लागि निकै ठुलो सहयोग पुर्याएको देखिन्छ। जुन कुरो अघि पुण्य सरले भनिसक्नु भएको छ, जागिरका सन्दर्भमा कहाँ कहाँ अड्डा अदालत छन्, कहाँ कहाँ काम गरेको छ, कहाँ कहाँ पुराना साथीहरू छन्, ती कहाँ कहाँ छन्, त्यो पत्तो लगाएर उहाँहरूसँग पनि यो यात्रामा को क्रममा सहयोग लिँदै उहाँ हिँड्नु भएको देखिन्छ। र उहाँका 4 सन्तानहरू छन्। म सबैभन्दा पहिला छोरी विमलाजीलाई उठिदिन अनुरोध गर्दछु। अब जेठा छोरा चुडामणि ओझालाई फेरि उठिदिन अनुरोध गर्छु। सायद अरू हुनुहुन्न होला। कान्छो भाइलाई पनि उठिदिन अनुरोध गर्दछु। कान्छो भाइको नाम बिर्सेँ मैले, कहाँ हुनुहुन्छ? उठिदिनु अनुरोध गर्दछु। ल भए आएपछि भेटौँला। परिवार त उहाँ भाउजू हुनुहुन्छ नि, भइगयो नि। भाउजूलाई दुःख नदिएको, महिलालाई सम्मान गरेको। कान्छो खोइ हो, कान्छो आयो कृतिले कान्छोलाई जहिले पनि सम्झाइरहन्छ। कहाँ भाइ कान्छो चाहिँ ल। अब हामीले जीवन धान्नको लागि आय आर्जन गर्ने काम गर्नुपर्छ, राष्ट्रको सेवा गर्नुपर्छ, या हामीले जुनसुकै ओहदामा रहेर आय आर्जन गर्नुपर्छ। उहाँको जिन्दगी पहिलो आय आर्जन भनेको एकै मुष्ट 220 रुपियाँ प्राप्त गर्नुभएको छ। त्यो चाहिँ मेची जनसाङ माविमा स्वयंसेवक भएर काम गरे बापत दिनको 5 रुपियाँको दरले 240 रुपियाँ बुझ्नुभएको छ। यो उहाँको पहिलो देखिने आम्दानी हो। र उहाँ सम्मानित हुनुभएको छ। सम्मान भएर 2026 सालमा 54,054 रुपियाँ रु 54 प्राप्त गर्नुभएको छ। त्यो 2026 सालको रु 54 अहिलेका तुलनामा त निकै होला। झन्डै 54 रुपियाँमा 1 तोला सोना आउँथ्यो। अहिले 3 लाख जति पर्छ होला। त्यस्तैको हाराहारीको मूल्य हो त्यो। र त्यो कसरी उहाँले प्राप्तिको सभा हलमा विमोचित भएको थियो। र अब उहाँको अर्को कृति आज विमोचित हुन भइसकेको नेपाल यात्रा भन्ने कृति हो। र उहाँका अरू पनि थुप्रै कृतिहरू प्रकाशोन्मुख छन्। उहाँको भारत यात्रा आउने बाँकी छ। युरोपमा 90 दिन हराउनु भएको छ उहाँ। त्यो 90 दिनको युरोप यात्रा पनि आउनु बाँकी नै छ। उहाँ आजको दिनमा 69 वर्ष 5 महिना र 5 दिन पुग्नु भएको छ। उहाँ विद्यमान हुनुहुन्छ। उहाँको छोटकरी परिचय मैले यहाँ यही नै भने। र उहाँका विशेषतामा उहाँ सादा जीवन र उच्च विचारका धनी हुनुहुन्छ। नियात्रात्मक निबन्ध लेखनमा उहाँको रुचि छ र जसका 2टा प्रमाण हामीले पाइसकेका छौँ। स्पष्ट वक्ता र सरल हृदयका व्यक्तित्व हुनुहुन्छ। अग्रज मान्यजनप्रति आदर भाव राख्ने मुक्ति ओझा देशभक्त र पितृभक्त व्यक्तित्व हुनुहुन्छ। रुचि उहाँको भ्रमण देखिन्छ। र उहाँको पहिलो कृति विमोचन हुँदा उहाँले आफ्ना अग्रज आफूलाई कख पढाउने गुरुलाई सम्झाउनु भयो। अनि आफ्नो
साह्रै हितैषी मिल्ने साथी सम्झाउनु भयो र आफ्ना परिवारका मान्यजनलाई सम्झाउनु भयो। यो हेर्दाखेरि उहाँ अग्रजहरूप्रति धेरै आदर सम्मान राख्नुहुन्छ र समकालीन शक्तिसँग हृदयता गाँच्नुहुन्छ र सानालाई माया गर्ने उहाँको प्रवृत्ति छ। र एउटा कुरो उहाँको के छ भने उहाँ स्पष्ट वक्ता हुनुहुन्छ, आफ्ना कुरा ठाडै राख्नुहुन्छ, मोलमोलाइजा गर्न जान्नुहुन्छ, जे हजुर भन्न जान्नुहुन्छ। उहाँको यो स्वभाव छ। अब यहाँ उभिएपछि साथीको कृतिमा अलिकति कुरा त राख्नै पर्यो। म छोटकरीमा कुरा राख्छु र कृतिलाई हेर्ने पनि विभिन्न एङ्गलहरू हुन्छन्। एक हिसाब किताबबाट भित्र पसेर डुबुल्की मारेर आदरणीय गुरु पुण्य सरले बताउनु भयो र यो कृतिमा के छ भन्ने कुरो चाहिँ यो कृतिभित्र चुर्लुममा डुबेर दुईवटा समीक्ष भूमिकाकारहरूले यथार्थ लेख्नु भएको छ, साह्रै गहिरिएर लेख्नु भएको छ। यो किताब तपाईँहरूको हातमा पर्नेछ र तपाईँहरूले अध्ययन गर्नुहुनेछ भन्ने मलाई लागेको छ। अब नेपाल यात्रा यो पुस्तक के हो त भन्ने सन्दर्भमा यो एउटा राष्ट्र प्रेमले ओतप्रोत भएको यो कृति हो। जुन कृति हो कि होइन भन्ने कुरो तपाईँहरूले पढेपछि स्पष्ट हुनेछ। अब यो एउटा नेपालको परिचय दिने, अब हामीले पढ्नु पर्छ नेपाल परिचय भन्ने, त्यो नेपाल परिचय हो यो। तर त्यो नेपाल परिचय लेख्ने लेखकहरूले पुस्तकहरू सबै कुरो लाइब्रेरीमा गएर पुराना तथ्यहरू बटुलेर टेबलमा बसेर लेख्नुहुन्छ। त्यो नेपाल परिचय चाहिँ उहाँ चाहिँ आफ्नो खुट्टाले हिँडेर गएर उहाँ पुगेर हेरेर छामेर देखेर नेत्रीय गाई भएर मात्रै लेख्नुहुन्छ र यसरी लेखिएको यो एउटा तथ्यमा आधारित नेपाल परिचय हो। यो हामीहरूलाई, हामी पाठकहरूलाई का लागि यो पथ प्रदर्शक छ, हाम्रा लागि प्रेरणा छ, तर हामीले यसलाई पढ्न जरुरी छ। यो मुक्तिजीको ज्ञान सिप र अनुभवको एउटा सिङ्गो पोको हो, जुन पोको आज उहाँले यहाँ फुकाउनु भयो। अब यो कृति साहित्यको महत्त्वका हिसाब किताबले यहाँ विभिन्न उखानहरू, तुक्काहरू, लोकोक्तिहरू राखिएको छ र लेखकहरू कतै कतै घुम्न जाँदाखेरि जहाँ पुग्नुहुन्छ त्यहाँ उहाँले बचपनमा गाएका गीतहरूको सन्दर्भ त्यहाँ भेटिन्छ। ठक्क रोकेर उहाँ गुनगुनाउँदै गीत पनि गाउनुहुन्छ। र यहाँ उहाँले के भन्नुभएको छ भने पढ्नेले देश छोडे, नपढ्नेले हलो छोडेर देश मूर्छित छ भन्ने भाव उहाँको यो कृतिमा छ। युवाले देश छोड्नाले देशै वृद्धाश्रम हुन पुगेको वास्तविकता यहाँ प्रकटिएको छ। घरमा को छ, वयोवृद्धहरू मात्रै छन्, भएको उर्वर जमिन रुखो पाएको छ, बाँझो छ, गाईबस्तु चर्ने ठाउँमा बाँदरहरू नाचेका छन्। हाम्रो जीवनचर्या त्यसरी बिग्रिएको छ भन्ने कुरो प्रस्तुति छ कि छ। उहाँको अन्तर्मनले प्रकाशमा ल्याउनु भएको छ। अन्तर्मनले चाहिँ एक दिन पुगौला भन्ने उहाँले अपेक्षा गरेको छ। त्यो अपेक्षा चाँडै पुरा होस्। र अब यो यात्रा ज्यादै उद्देश्यमुखी छ। यो एउटा फोटोग्राफीले त्यहाँ जे एउटा फोटो खिच्दाखेरि त्यहाँ कमिलो छ भने त्यो कमिलो पनि देखिन्छ, त्यहाँ उडेको पात त्यहाँ झरेको छ भने त्यहाँ पनि देखिन्छ, धुलो उड्दैछ भने त्यहाँ पनि देखिन्छ, त्यहाँका वनस्पति पनि देखिन्छ, त्यहाँको खाने भोकहरू सबै कुरा देखिन्छ र सबै एङ्गलबाट यो परिपूर्ण छ, यो राम्रो छ, उत्तम छ। तर यसलाई अब आउने यात्रामा उहाँले यी उत्तम लेखलाई अत्युत्तम बनाउनको लागि शुभकामना म दिन चाहन्छु। र यो यात्रा उद्देश्यमुखी बन्न पुगेकोले उहाँको यो नेपाल यात्रा अत्यन्त सफल कृति हो, जसको पुष्ट्याई विद्वान गुरुद्वय श्री केशबहादुर राई र कमल प्रसाद नेउपानेले यस कृतिभित्र चुर्लुममा डुबेर गर्नुभएको छ। भूमिका क्षेत्रमा त्यस्तो छ। र अब उहाँका अरू कृतिहरू पनि चाँडै आउन् र उहाँ ती 12वटा जिल्लामा पनि चाँडै घुम्नुहोस् र फेरि यो अर्को एउटा तेस्रो अङ्क निस्कियोस् भन्ने शुभेच्छा राख्दै आदरणीय मित्र स्रष्टाको आगामी दिन सुखद रहोस्। भाइ चुडामणिको
दीर्घ जीवनको मङ्गलमय कामना गर्छु र सपरिवार सबैको परिवारजन सबैको एकदम उन्नति र प्रगतिको कामना गर्दै यस्ता पुनित कार्यहरूमा फेरि पनि यसरी दिन पाइयोस्, सहभागी हुन पाइयोस् भन्ने अपेक्षा राख्दै म यहाँबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार। अब अघिदेखि कुरा चलिरहेको थियो, दयालाल दाहालज्यूले माघे सङ्क्रान्तिको कविता सुनेको थिएँ मैले, छोटकरीमा कविता। माघे सङ्क्रान्ति त आइहाल्यो, आजका 2 दिन पछाडि नै होला, सायद माघे सङ्क्रान्ति 3 दिन पछाडि होला। त्यो छोटो रूपमा प्रस्तुत गरिदिनु हुँदैन, सम्बोधन गर्नु परेन, खालि आफ्नो कविता रचना भन्ने प्रस्तुत गरिदिनु। आज कविता छ माघे सङ्क्रान्तिको बारेमा, लोकलयमा छोटो कविता। माघे सङ्क्रान्ति मनाऊ है दाजुभाइ, पवित्र 3 नदीमा मकर नुहाई। माघे सङ्क्रान्ति मनाऊ है दाजुभाइ, पवित्र 3 नदीमा मकर नुहाई। नुहाइसकेर तिलको झिक्रा सबै मिली बालौँ, नुहाइसकेर तिलको झिक्रा सबै मिली बालौँ। धेरै जातका तरुल खाई सर्दी सबै फालौँ, धेरै जातका तरुल खाई सर्दी सबै फालौँ। पुर्खादेखि कन्दमूल खाने बानी हाम्रो, पुर्खादेखि कन्दमूल खाने बानी हाम्रो। फलफुल र तरुल खाँदा स्वास्थ्य बन्छ राम्रो, फलफुल र तरुल खाँदा स्वास्थ्य बन्छ राम्रो। घर तरुल सिमल तरुल पन्तरुल झन् दामी, घर तरुल सिमल तरुल पन्तरुल झन् दामी। बिहान उठी मकर नुहाएर खाने गर्छौँ हामी, बिहान उठी मकर नुहाएर खाने गर्छौँ हामी। अरू पनि तरुलहरू धेरै जातका हुन्छन्, अरू पनि तरुलहरू धेरै जातका हुन्छन्। अघि पछि खाजा रूपमा मानिसहरूले खान्छन्, अघि पछि खाजा रूपमा मानिसहरूले खान्छन्। माघे सङ्क्रान्ति मनाऊ है दाजुभाइ, पवित्र 3 नदीमा मकर नुहाई। माघे सङ्क्रान्ति मनाऊ है दाजुभाइ, पवित्र 3 नदीमा मकर नुहाई। हाम्रा चाडपर्वहरू मौसम अनुसार आउँछन्, हाम्रा चाडपर्वहरू मौसम अनुसार आउँछन्। हिमाल पहाड तराई सबै एकै भई मनाउँछन्, हिमाल पहाड तराई सबै एकै भई मनाउँछन्। असार 15 दही चिउरा, साउन 15 खिरा, असार 15 दही चिउरा, साउन 15 खिरा। मौसम अनुसार खायो भने मन रहन्छ थिर, मौसम अनुसार खायो भने मन रहन्छ थिर। हाम्रो धर्म संस्कृतिलाई बचाउ राख्यौँ भने, हाम्रो धर्म संस्कृतिलाई बचाइराख्यौँ भने। भावी पुस्ता छोरा नातिले कहिले नबिर्सने, भावी पुस्ता छोरा नातिले कहिले नबिर्सने। मठ मन्दिर आस्था केन्द्र मन शान्ति हुने, मठ मन्दिर आस्था केन्द्र। गरिमामय कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, मञ्चमा आसीन विशेष अतिथिज्यूहरू, समीक्षकज्यूहरू र आदरणीय स्रष्टा गोपीनाथ ओझाज्यू हजुर र नेपाल यात्रा नामक रचनाको आजको विमोचन कार्यक्रममा आमन्त्रित निमन्त्रित परिवारजनहरू, प्रकाशकज्यूहरू र सम्पूर्ण आदरणीय विशेष गरी बाहुन नायिका हामी धेरै उपस्थित छौँ र अन्य ठाउँबाट उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा यो हाम्रो बाहुन नायकीबाटै आएको कृति हो कि जस्तो लागेको हुनाले गर्दा अलिक गर्व पनि गर्दै 45 वर्षसम्म उहाँ बस्नु भएको, अहिले यसो बित्ताबाट आउँदा त्यति फरक लागे जस्तो छैन। त्यसो हुँदाखेरि सम्पूर्णमा आभार व्यक्त गर्दै बाहुन नागी अलिकति समृद्ध भयो कि जस्तो हामीले लागेको छ। एउटा साहित्यिक इतिहास थपिएको छ, रचनाकार थपिनु भएको छ, साहित्य कृति थपिएको छ। त्यसै पनि बाहुन नागी अब अलिकति नाम चलेकै भन्छौँ, हामी गर्व गर्छौँ। यस अर्थमा चाहिँ हामी सम्पूर्ण बाहुन नायिका तर्फबाट, नव साहित्य सेवा समाजको अध्यक्षको तर्फबाट र
सम्पूर्ण त्यहाँका साहित्य प्रेमीहरूको तर्फबाट उहाँ र उहाँको परिवारमा आभार धन्यवाद व्यक्त गर्दछु। गर्वको कुरा अर्को पनि थुप्रै कुराहरू आयो, समय पनि छोटो छ। मैले चाहिँ अलिक लामो अलिक मोटो नियात्रा निबन्ध पढेको थिएँ काना शर्माको बेलायततिर बरालिँदा। त्यहाँ मेनाईसँगको मेला, प्यारिसकी पोक्ची अनि राष्ट्रियताको प्रतीक हुलाकघर र हजुर र त्यस्ता कृतिहरू भन्दा अवमूल्यन चाहिँ गरेको होइन है। हामी आफ्नै पैतालाले टेकेर त्यो भूमिको त्यहाँको प्राकृतिक र सांस्कृतिक रहस्य कुराहरूको वर्णन गर्न सक्नु, वर्णन गर्नु चाहिँ राष्ट्रियताको दृष्टिकोणले एकदम महान हो। यस अर्थमा मुक्तिनाथ ओझाज्यूको कृतिले राष्ट्रियताको उद्बोधन गर्दछ। त्यहाँ पाइला पाइलामा राष्ट्रियता बोलेको छ भन्छु म। अब पाठकहरूले त्यहाँभित्र के छ पढेर जान्ने, बुझ्ने, विचार राख्ने, विश्लेषण गर्ने, खोज गर्ने यहाँहरूको जिम्मा र त्यस अर्थमा चाहिँ हामीलाई अघि मैले बाहुन गीतको भने हाम्रो यो कृतिले नेपालकै एउटा उच्चता, राष्ट्रियतामा चाहिँ उच्चता काम गर्छ। किनभने हामीले त सबै ठाउँमा अघि थुप्रै कुराहरू आए, छोटकरीमा बोल्नु परेको छ। हामीले त टेकेर त वर्णन गरेका छैनौँ। टेकेर वर्णन गरेमा त उहाँ हुनुहुन्छ। सरले अघि एकजनाको नाम भन्नुभयो नियात्रामा, उहिले सरले। अब त तेस्रो नम्बरमा हुनुहुन्छ, तेस्रो नम्बरमा होइन, अब 1 नम्बरमा हुनुहुन्छ। टेकेर वर्णन गर्नु सक्नुपर्छ हजुरहरू। हामीले कल्पना गरेर मेचीदेखि महाकालिका त भलुमहरू यत्रा छन् हजुर। मेचीदेखि महाकाली त्यहाँ हेरेर त काम छैन, त्यो किताब हेरेर पढेर लेख्ने काम छ अघि भन्नुभयो सरले। त्यस कारणले गर्दाखेरि उहाँको किताबको मूल्य यति उच्चता छ कि यो राष्ट्रिय पुस्तकको रूपमा पाएको छ। अझै उत्कृष्ट कृतिहरू उहाँहरूबाट परिवारबाट प्राप्त हुन् भन्ने शुभकामना। उहाँहरूको परिवार सुख शान्ति होस् भन्ने कामना साथै अब हाम्रा यस्ता कृतिहरू यो ठाउँमा विमोचित धेरै भए, 50औँ कति भन्नु 40औँ कृतिहरू विमोचित भइसकेका छन्। यस्तो पवित्र ठाउँमा यो कृतिलाई प्रकाशन गरेर विमोचन गर्न पाइयो भने त्यसमा पनि गर्व गर्दै र सम्पूर्णको विचारमा एउटा नौलो कुराहरू प्राप्त भयो भन्ने आभास भएको ठान्दै यहाँहरू सबैमा पुनः आभार व्यक्त गर्दै सपरिवारमा शुभकामना व्यक्त गर्दै मेरो छोटो भनाइ यही समाप्त गर्दछु। जय साहित्य। धन्यवाद। उपस्थित श्रद्धेय विद्वत व्यक्तित्व महानुभावहरू सबैमा स्वीकार्नुहोस् मेरो न्यानो अभिवादन। समयले डाँडो काटिसकेको छ, त्यसो भएको उहाँले म धेरै सम्बोधन नगरिकन केही पनि गरेर छोटो रूपमा कवितात्मक प्रस्तुति मात्रै गर्ने अनुमति यहाँहरू समक्ष चाहन्छु। शीर्षक राखेको छु मैले हिम्मत र विश्वासका साहित्यिक यात्रीलाई शुभकामना। यहाँ 2वटा विषयवस्तु गाँसिएका छन्, त्यसो भएको उहाँले म अन्तिममा प्रश्न पार्नेछु। शिव जाँगर चेतना र ज्ञानलाई देशका निम्ति अर्पिने गोठालाका सुसेली र भरियाका सुस्केराको मर्म छिचोल्ने आर्थिक स्वार्थ र दरिद्र मानसिकता कदापि नबोक्ने सम्बन्धित चिन्तनका धनी बाध्यतामा नओइली अभावमा पनि दिगो अडान लिने इज्जतको जिन्दगी जिउने मुक्तिनाथ ओझा साँच्चै स्वाभिमानका सगरमाथा हुन्। भोट र प्रतिशोध नरुचाउने, इमान र शान्तिको औजार चलाउने, विभेदको बन्धन नरुचाउने, यात्रा शोषणको इतिहास नगई धरतीको गोरेटोमा आत्मसम्मानको पाइला चाल्ने, मिथ्या तर्क र लाटो विश्वास गर्दै नगर्ने, गरी खान र कृतज्ञ हुन जान्ने,
नेताको आशीर्वाद पाउन चाप्लुसीको तेल नघस्ने, पद र महलको प्रशंसामा नभुल्ने, ऐन कानुनको मर्यादाका धरोहर, अन्यायको गीत र शोषणको जितलाई तिरस्कार गर्ने, न्याय सेवाको अनुभवबाट ज्ञान सञ्चय गर्दै साहित्यमा फड्को मार्ने, कान्छो आयो कृतिबाट सुनौलो साहित्यिक बिहानी निम्त्याउने, नेपाल यात्रा दोस्रो कोसेली पस्किँदै सफलता, कुशलता, निरन्तरता यिनै हुन् मौलिक विशेषता, आस्था र दृढताका एकलव्य नियात्राकार एवं श्रेष्ठ मुक्तिनाथ ओझालाई थप प्रगति र दीर्घ जीवनको शुभकामना। अघि मैले भने दुईवटा विषयवस्तु गाँसेका छन् भन्ने, अर्को उहाँको ज्येष्ठ सुपुत्र जो हुनुहुन्छ प्रकाशक पनि हुनुहुन्छ चुडामणि ओझाज्यू, उहाँलाई पनि जन्मदिनको अवसरमा शुभकामना नदिँदा ठुलो अन्याय र अपराधै हुन्छ होला भन्ने महसुस गरेर मैले उहाँको बारेमा पनि दुई चार शब्द यहाँ टिप्पणी गरेको छु। जस पद र प्रशंसाभन्दा परिश्रम, इमान र कर्तव्यमा उपलब्धि देख्ने, पुरुषार्थको विजोत्सवमा अवसर र भविष्य रोज्ने हिम्मतिला यात्री, सकारात्मक चिन्तन र सहयोगी भावनाका धनी, भरोसा र समर्थनका हिमायती, नेपाल यात्राका प्रकाशक श्री चुडामणि ओझा देवलाई जन्मदिन वा वर्षवृद्धिको पावन अवसरमा शब्द, भाषा, भाव र वाणीले दिलभरिको शुभकामना। यति भन्दै अब यो पावन कार्य यहाँहरूले गर्नुभएको छ, त्यसो भएको हुनाले मुक्तिनाथ ओझा सर, त्यसै गरी गुरुआमा र चुडामणि ओझाजी एकपटक उठिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। वरिष्ठ अधिवक्ता तथा साहित्यकार आदरणीय लीला उदासी दाई, मञ्चमा आसीन सबै महानुभावहरू, कार्यक्रममा सहभागी सबै महानुभावहरू, यहाँहरू सबैलाई मेरो अभिवादन छ। अब समय पनि गएको, प्रखर वक्ताले पनि बोलिसक्नु भएको, अनि यो साहित्य सिर्जना वाचन पनि भइसकेर अनि पछि मलाई नदिएको भए हुन्थ्यो भनेको, त्यो पनि बरालजीले बोलाउनु पऱ्यो, म आएँ। अर्थक भन्दा पनि के रहेछ भने मान्छेले आफूले राख्ने कुराहरू चाहिँ कसरी राख्ने, के राख्ने भन्ने कुरा महत्त्वपूर्ण हुँदो रहेछ। अब धेरै मान्छे समाजमा हामी छन् अरू पनि, तर मान्छेले आफ्नो के ख्याति राख्छ, आफ्नो के कृति राख्छ भन्ने चाहिँ महत्त्वपूर्ण हुँदो रहेछ। र त्यो कुरा चाहिँ मुक्तिजीले गर्नुभयो र उहाँले पढेकै विद्यालयमा पहिले पढाउनु भयो, फेरि अलिक पछाडि आफूले सुरु गरेको विद्यालयमा पढाउनु भयो, न्याय सेवामा जानुभयो, सेवानिवृत्त भइसकेपछि लेखन सुरु गर्नुभयो। पहिलो विमोचन चाहिँ आफै पढाएको विद्यालयमा गर्नुभयो। मैले त्यो दिन पनि त्यहाँ प्रशंसा गरेँ, अहिले पनि बहुत प्रशंसा गर्न लायक कुरा सम्झेको। अहिले के छ भने 12 पास गरेपछि अस्ट्रेलिया, अमेरिका, क्यानाडा यिनै 3टा देश विशेष गरेर अहिले लोभ्याउने देशहरू छन्, त्यता गएर उतै बस्यो, उतै ग्रिन कार्ड पाएपछि उतै बसिन्छ भन्ने, अथवा बाहुनडागीबाट बिर्तामोड सरियो भने त्यसलाई बिर्सिने, शान्तिनगरबाट तलतिर झऱ्यो भने बिर्सिने गर्ने जुन चलन छ त्यसलाई चाहिँ अस्वीकार गरेर आफू जन्मेको, आफू हुर्केको बढेको ठाउँलाई सम्झेर पहिलो कृति चाहिँ उहाँ मेची जनसाधारण माविमा विमोचन गर्नुभयो। त्यसको लागि धेरै धन्यवाद छ। अहिले यो हाम्रो मेची नगरको वा पूर्वाञ्चलकै वा कोशी प्रदेशकै उल्लेख्य यो पुस्तकालय यहाँ गराउनु भयो। उहाँलाई बिर्तामोडै पाएको हुन्थ्यो, बिर्तामोडमा अझ राम्रा ठाउँहरू थिए, त्यहाँ गराउँदा पनि हुन्थ्यो, त्यही पनि यहाँ आउनुभयो, त्यसको लागि पनि धन्यवाद। छोराहरूले पनि साथ सहयोग दिनुहुँदो रहेछ। अझ अरू पनि कृतिहरू सम्भावित रहेछन्, ती पनि चाँडै प्रकाशित हुन्, हामीले पनि सुन्न, हेर्न, पढ्न पाऊँ। उहाँको यो कार्यमा सफलता मिलोस् भन्ने हार्दिक शुभकामना दिन चाहन्छु। धन्यवाद, नमस्कार। अब समयको पाबन्दीलाई ख्याल गर्दै आफ्नो महत्त्व कुरा राखिदिनु हुन म प्राध्यापक केशबहादुर राईज्यूलाई विनम्र छु। धन्यवाद उद्घोषकज्यू, उदासीज्यू, सिज्यू,
त्यसै गरी पूर्व जिल्ला शिक्षा अधिकारी उद्धव विष्टज्यू, आदरणीय आख्यानकार तथा वरिष्ठ समीक्षक पुण्यप्रसाद खरेलज्यू, मञ्च अग्रभागमा भन्दा अगाडि बसिरहनुहुने आदरणीय म टिएन सरलाई देख्दैछु। उहाँले मलाई बिर्सिनु भयो होला, धेरै वर्ष भयो, 15-20 वर्ष भयो भेट नभएको। आदरणीय हरि सर भर्खरै चिन्जान भएको, आज पनि भेट भयो। म सबै यहाँहरूलाई अभिवादन गर्छु। वकिल साथीहरूले चाहिँ सरकारी वकिल माननीय न्यायाधीश भन्थे, राजा चिने जस्तो परबाट देख्थेँ म उहाँलाई, अनुहारबाट चिनिसकेका थिएँ। झापा झर्ने क्रममा प्रत्येक शुक्रबार म झापा झर्थेँ, उहाँ पनि शुक्रबार एक दिन एउटै गाडीमा सँगै एउटै सिटमा पर्दाखेरि हाम्रो चिन्जान भयो बोलचाल गर्ने क्रममा। अब म अलिकति धुर्मुस परेको मान्छे, अन्तर्मुखी जस्तो देखिए पनि बोल्न चाहने मान्छेसँग चाहिँ म बोलि नै हाल्छु र त्यो कुरो मिलो भने म छोड्दिनँ। सर पनि त्यस्तै हुनुहुँदो रहेछ। त्यो दिनदेखि हाम्रो अलिक बाक्लो चिन्जान भयो। फेरि हाम्रो छुट्यौँ, सर सेवानिवृत्त भएर झर्नु झापा, हाम्रो भेटघाट थिएन। बसोबासमा यहाँनिर बिताउनुमा चाहिँ उहाँको र मेरो अहिलेको बसाइ अलिक टाढा त टाढै हो, तर उहाँको आफ्नो भिटा मेरो नजिक पर्दो रहेछ। उहाँ आफ्नो भिटाको खेती हेर्नको लागि बारी नाली फलफुल हेर्न आउनुहुँदो रहेछ। यसो हेर्दा चिनेकै मान्छे। एक दिन गएर झ्याम्मै सोधिहालेँ मैले, अब बोलाउनै पऱ्यो नि भनेर। फेरि अलिअलि बिर्सिनु भएको, फेरि हामीले त्यसलाई जोडजाड गरेर सम्बन्ध त बनायौँ। अब उहाँ यसरी लेख्नुहुन्छ भन्ने मलाई थाहै थिएन। उहाँले त यस्तो कृति कान्छो आयो, हुनु पर्नेमा पढि नदै भएछ, छलफल गरेँ भन्नु पर्नेमा गरे भएछ। त्यो पहिलो मैले लेखेको त्यो शुभकामनाको पहिलो पृष्ठमा पात्र कर्मको विधा हुनुपर्ने विद्या भएछ, अर्को सरस्वती हुनुपर्नेमा सरस्वती भएछ, हेरी सिद्ध्याएँ हुनुपर्नेमा हरि सिद्ध्याएँ भएछ, जीवनी र मूलक पदवियोग भएछ, पुस्तकका हुनुपर्नेमा पुस्तकका भएछ। अनि एउटा यो देवानी र बहस भन्ने शब्द छ, एउटै जस्तो गरेर झन्डै टिपोले जोडिएर अल्पविराम छुटेछ र देवानी बहस एकै ठाउँ भएछ। त्यसै गरी अर्को पृष्ठमा कलमजीवी पनि हुनुपर्नेमा कलमजीवी पूर्णविराम परेछ। यस्तै थियो कि भन्ने मान्नुपर्छ कि भनेर यो प्राविधिक कुरा हो, गल्ती भइहाल्छ। यो छाप्दाखेरि यो काम गर्ने मान्छेलाई। आजको यस भव्य कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनुभएका यस त्रिफला राष्ट्रिय पुस्तकालयका स्थापना कालदेखि आजसम्मका अध्यक्ष महोदय प्रेम प्रकाश खलारीज्यू, कार्यक्रमका प्रमुख अतिथि आदरणीय लीला उदासी सर, विशिष्ट अतिथिगण आदरणीय पुण्य सर जो लेखक साहित्यकार हुनुहुन्छ, केशबहादुर सर लगायत यहाँ मञ्चासीन सम्पूर्ण सरहरू जो आज हामी मुक्तिनाथ ओझाको कृति नेपाल यात्रा लोकार्पणमा उपस्थित भएका छौँ। यहाँ धेरै मान्यजन हुनुहुन्छ। मैले एसएलसी उत्तीर्ण गरेकै विद्यालयबाट उत्तीर्ण गर्ने मेरा अग्रज लेखनाथ पुस्तकालयका अध्यक्ष समेत रहनुभएका नवराज घिमिरेदेखि मेरा सहकर्मी, मेरा पाठ्य साथीहरू, मैले स्नातक अध्ययन गर्दाखेरिका मेरा डिन्डीराज नेपाल सर पनि मैले देखिरहेको छु। स्नातकोत्तर अध्ययन गर्दाका कमल देउपाने सरदेखि लिएर रामबहादुर तामाङसम्म, हरि सरसम्म लगायतका धेरै यहाँ मेरा सहकर्मीदेखि हामी सँगै घुमे डुलेका सरहरू अध्यक्ष हुनुहुँदा हाम्रा नीलकण्ठ तिवारीज्यूदेखि लिएर धेरै छौँ। गोसा झापालीदेखि लिएर यात्रा अविश्रान्त यात्रा भनेर कृष्णप्रसाद उप्रेतीले 2 खेप विमोचन गर्नुभयो। फेरि पनि अविश्रान्त यात्रा मैले समीक्षा गर्नु परेको थियो, A to Z पढेर क्या। यात्रा पहाडबाट झरेर
बिरौटो बिराएदेखि लिएर बस्ती बसाएदेखि खानेपानी बसाउँदासम्मको यात्रा पनि यात्रा हुँदो रहेछ। कति मिठो लेख्नु भएको छ कि उहाँले 80औँ अविश्रान्त यात्रा 80 वर्षमा निकालेको पनि पुस्तक साह्रै राम्रो साहित्यिक पुस्तक छ। अब बेलायत यात्रा बेलायततिर बरालिँदाको त कुरा अघि नै आइसकिहाल्यो। अब धेरै धेरै अन्तर्मनको यात्रा जगदीश घिमिरेले लेख्नु भएर मदन पुरस्कारै जित्नुभयो। यात्रा धेरै छ, यहाँदेखि अमेरिकासम्म कहाँ कहाँ। अब सबभन्दा अझ धेरै यात्राकै कुरा गर्ने हो भने लामो यात्राकै कुरा गर्ने हो भने त संसारलाई 5.5 फन्को होइन पुष्कर थाहा। एउटा विद्यार्थी हुँदादेखि साइकल यात्री भएर होइन 150वटा देश घुमेको यात्रा छ कि त्यहाँ। झुसिल किरालाई तेलमा परपरी भुटेर यहाँका चाहिँ नि हिले माछा खायो भन्दा स्वादले खाएको वर्णन छ कि त्यहाँ। कस्ता कस्ता देश छन्, कस्तो कस्तो संस्कार होइन। मान्छेसँग मान्छे भाग्नु परेकोदेखि लिएर होइन त्यो यात्रा पढ्दाखेरि अर्कै मजा आउँछ। मलाई लाग्दैछ यो नेपाल यात्रा पनि साँच्चै यात्रा छ। अब अझै कुरा सुन्दैछु फलारी बाबा उस्तै यात्री। अब उहाँले त फेरि 75 जिल्ला पैदल यात्रा खाली खुट्टा घुमिसक्नु भएको छ। अब निकाल्नु पर्छ है भनेर मैले खुर्चुक्क भनि पनि सकेको छु। खाली खुट्टा पैदल यात्रा 2 चोटि। अनि यहाँ कुरा पनि उठ्यो। यसैले यात्राहरू त अनन्त हुँदो रहेछ। यहाँ म धेरै लेखक देखिरहेको छु, साहित्यकार देखिरहेको छु। मैले अब यतातिर धेरै पसिनँ। धेरैले अध्ययन गर्नुभएको छ, त्यसैले त पुस्तकालयमा लाग्नु भएको छ। पुस्तकालय भनेको कुरो त्यो लेखक साहित्यकार र पाठकहरूकै केन्द्र हो। त्यसैले म धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु हाम्रो त्रिफला राष्ट्रिय पुस्तकालयको संस्थापक अध्यक्ष प्रेम प्रकाश खराजजीलाई, जसले यस्ता भेलाहरू आयोजना गर्ने अवसर प्रदान गर्नुभयो। उहाँ र उहाँको टिम यहाँ रामप्रसाद दाहालदेखि लिएर यहाँ लागिराख्नु भएको पछाडिदेखि सहयोग गर्ने धेरै धेरै हुनुहुन्छ। किताब प्रकाशनमा अघि नै कुरा आइसक्यो हाम्रो गोसा झापालीको देखि लिएर धेरै धेरै भित्रबाट सहयोग गर्नेहरू जो जो हुनुहुन्छ, म उहाँहरूलाई धेरै धेरै आभार व्यक्त गर्छु। मलाई एउटा कुरो खड्केको जस्तो लाग्यो। म यहाँ धेरैचोटि यहाँ आइसकेको छु, त्रिफलामा त अनेकौँचोटि आइसकेको छु। पहिले गुरुले बोलाउँदादेखि लिएर अहिले त आफै आउन थालेको छु, खबर पाउँदा आउन थालेको छु। त्रिफलालाई आफ्नै ठान्न थालेको छु। सरस्वतीको मन्दिरदेखि लिएर विद्याको केन्द्र ठान्न थालेको छु। यो आउँदा मलाई कस्तो लाग्यो भने हामी कुनै तीर्थमा पो जाँदैछौँ कि तीर्थयात्रा पो गर्न जाँदैछौँ कि जस्तो लागेको छ। आजका यो नेपाल यात्रा पुस्तकको लोकार्पण कार्यक्रमका सभाध्यक्ष नायकज्यू, आजका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र सम्पूर्ण उपस्थित साहित्य अनुरागी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा म लेखनाथ पुस्तकालयको तर्फबाट र मेरो निजी तर्फबाट नमन गर्छु। मैले त बोल्दिनँ है, मलाई नबोलाउनु भनेको थिएँ, तर मित्रले बोलाइहाल्नु हो। म 2 शब्द मात्रै राखेर यहाँहरूसँग बिदा चाहन्छु। पहिलो कुरा म यहाँहरूलाई के अनुरोध गरौँ भने म सूत्रमा बोल्ने मान्छे हुन त म म्याथमेटिक्सको टिचर होइन, गणितको शिक्षक होइन, तर पनि केही सूत्रीय आधारहरूमा म सूत्रमा मात्रै बोल्छु। म धेरै लामो व्याख्या र अल्छी लाग्दो कुरा गर्दिनँ। सर्वप्रथम म नम्बर दिँदै जाँदाखेरि सर्वप्रथम मुक्तिजीलाई धन्यवाद दिन्छु। उहाँले एउटा अमर रहने एउटा चाहिँ कारखाना खोल्नु हो। यो कारखानामा अरू कति उत्पादन हुनेछन् त्यो भोलिका दिनले देखाउनेछ। यो कुरा चाहिँ म होला, उहाँले सन्तानहरू त जन्माउनु होला 2-3 जना, तर त्यो अझ अमर छैन। तर उहाँले जुन जन्माउनु भयो यो नेपाल यात्रा, यो चाहिँ अमर छ। किनभने उज्यालोमा उज्यालो थप्ने पुस्तकालय हो। पुस्तक लेख्ने त्योभन्दा पनि महान हो। पुस्तक मार्फत चेतना जगाउने, चेतनाको स्रोत दिने त्यो पनि महान व्यक्ति मान्नुपर्छ। र यस्ता कार्यमा लाग्ने कलमकर्मीहरू, विचारका
कुराहरूलाई चाहिँ पुस्तकमा कालो मसीले लेख्नेहरू हुनसक्छ हाम्रो मनीषी जस्तो सेते दारी फुले पनि लेख्ने त सेताले लेख्नुहुन्न, कालैले लेख्नुहुन्छ। त्यसैले पुस्तकालय भनेको उज्यालो माथि पनि उज्यालो थप्ने त्यस्तो संस्था हो। यो त्रिफला राष्ट्रिय पुस्तकालय हाम्रा फलाहारी बाबा यो पुस्तकालयलाई यो धुलाबारीमा स्थापना गरेर एउटा राष्ट्रिय स्तरको बनाएर यसमा चाहिँ अलिकति उद्घोषकले 40औं कृति भन्नुभए पनि 40औं पटक कृति विमोचन भएको चाहिँ हो। यो कुरा त म पनि बारम्बार आउँदै गर्छु र यो एकैचोटि 39वटा कृति पनि विमोचन भएका थिए यस पुस्तकालयमा। र त्यस कारणले गर्दाखेरि आजको कार्यक्रम यो एउटा भावनात्मक रूपले एउटा संयोगात्मक रूपले उत्कृष्ट छ। मुक्तिजीको अमर सन्तान पनि आजै जन्मेको छ, आजैको दिनमा यसको जन्मदिन पनि आजै छ र उहाँको ज्येष्ठ सुपुत्रको पनि आजैको जन्मदिन छ। त्यसैले म बधाई दिन्छु बाउ छोरालाई निकै। र यस्तो संयोग मिलाउने कौशिला म्याडम उहाँलाई पनि म बधाई दिन्छु। यस्ता पति यस्ता पुत्र पाउने तपाईँ पनि भाग्यमानी हुनुहुन्छ। यो मुलुकको गरिमालाई उच्च राख्ने यहाँको पनि हात डरै छ भन्ने लागेको छ। यहाँ अघि कुरा आइसकेको छ, यात्रामा उहाँ एक्लै निस्किनु हो, जीवनसाथीलाई लानु भएन हो। यो कुरा सहज रूपमा भन्दा सजिलो हुन्छ, तर सँगै लिएर विभिन्न ठाउँमा बस्न हिँड्न डुल्न अब मातृ समूहलाई धेरै कठिन हुन्छ। तर यो साथ र सहयोग दिनु जुन काम गर्नुभयो त्यसको लागि म धन्यवाद दिन्छु। यो तेस्रो कडीको रूपमा लेखनाथ पुस्तकालयसँग म अलिकति यहाँहरूलाई पुर्याउँछु। लेखनाथ पुस्तकालयले लेखनाथ टाइम भनेर राखेको, हामी जतिखेर भन्छौँ त्यतिखेरै थाल्छौँ र जतिखेर भन्छौँ त्यतिखेर सिक्छौँ पनि भयो। ए बाबु यसो गर्न भन्यो भने म यहाँ किताब खोज्दैछु, कहाँ तपाईँले कचकच गर्नुभयो हेर्नुहोस्। यो पुस्तकालय त्यस्तो होइन। पुस्तकालय भनेको ज्ञानको भण्डार हो, ज्ञानको खानी हो र त्यो खानीमा चाहिँ प्रवेश गरिसकेपछि निस्किनै मन लाग्दैन। यस्ता कुराहरूलाई चाहिँ अब पुस्तकालयको काम छैन। म एक ठाउँ कुनै मित्रकामा सहयोग लिन जाँदाखेरि अब पुस्तकालयको के काम भन्दाखेरि मैले भने तपाईँ भट्टिवालीको चाहिँ छोरा बुद्धि पनि भट्टीमै गएर अड्केछ, पुस्तकालयको काम छैन भने भयो। त्यत्तिकै म हिँडी गएँ। पछिबाट उहाँले चाहिँ गुनासो गर्नुभयो, यसो नभनिदिएको भए हुन्थ्यो, म भट्टिवालीको छोरा त हुँदै थिएँ, तर पुस्तकालयको मैले विरोध नगरे भएदेखि मैले यस्तो कडु सुन्न पाउनु किन होला भनेर चाहिँ उहाँले त्यस्तो कुरा राख्नुभएछ। मैले भन्न खोजेको के हो भने अब अहिलेको पुस्तकालय हिजोको जस्तो किताबले बाँधेर राख्ने पुस्तक भाषा हुँदैन। अहिलेको पुस्तकालय डिजिटलाइज हुनु पर्यो, मोबाइलमै किताब पढ्न पाउनु पर्यो। आफूले छानेको विषय त्यसरी हामीले पुस्तकलाई व्यवस्थित गर्न पाउनु पर्यो। हाम्रो फलाहारी गुरुले कति गर्नुभएको छ म भन्न सक्दिनँ, उहाँको प्रयास छ, तर सबभन्दा मूल कुरो पैसा। जहाँ पैसा छ त्यहाँ ऐसा छ। बिना पैसाको के को ऐसा? पैसा नभई कहाँ डिजिटलाइज गर्न सक्नु? पैसा नभई यत्रो भवन कहाँ बनाउन सक्नु? पैसा नभई हामी भाडातिर यहाँ आउनु पनि सक्दैन। त्यसकारण अहिलेको जमाना भनेको पैसाको जमाना। यो पैसालाई पनि अहिले जेनजीहरूले आतङ्कको रूपमा प्रस्तुत गरेका छन्। मलाई दुःख लागेको छ। र अन्त्यमा यहाँहरू सबैले मेरा पिता अनुभवहरूलाई
सुनिदिनु भयो त्यसको लागि धन्यवाद दिँदै यो पुस्तकालयले समाजमा प्रवेश गर्ने खालका कार्यक्रमहरू पनि ल्याओस्। खालि पुस्तक विमोचन मात्रै नगरोस्, बाहरूसँग, आमाहरूसँग, पत्रकारहरूसँग, प्राध्यापकहरूसँग, शिक्षकहरूसँग, निवृत्त कर्मचारीहरूसँग, 90 वर्ष नागेका वृद्धहरूसँग एउटा मिठा अनुभवहरूसँग ती समायोजन गरेर अगाडि बढोस्। यसको उत्तरोत्तर प्रगतिको कामनासहित आजका नायक मेरा मित्र मुक्तिनाथ ओझा न्यायकर्मी उहाँलाई चाहिँ विशेष धन्यवाद दिँदै म आफ्ना कुराहरूलाई यहीँ टुङ्ग्याउँछु। धन्यवाद। उपस्थित रहनुभएका विशिष्ट अतिथिहरू, यो पुस्तकको समीक्षा गरेर जानुभएका पुण्यप्रसाद खरेलज्यू, उद्धव विष्टज्यू र अन्य अतिथि महानुभावहरू, यस पुस्तकका सर्जक मुक्ति ओझाज्यू र कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू। यसै अलिक पछि बोल्ने मानिसलाई अलिक सङ्कट पनि हुन्छ। अब बोल्ने कुरा पनि अगाडि गइसक्या हुन्छ अनि धेरै बेर सुनेर अब चाहिँ सुन्न नपाए पनि हुन्थ्यो जस्तो अनुभूति पनि भइराखेको हुन्छ। त्यसकारण पनि अब यो पछिबाट बोल्ने मानिसलाई अलिक सङ्कट नै हुन्छ। खैर, हामी आज यो मुक्तिनाथ ओझाज्यूको नेपाल यात्रा कृतिको अब विमोचनको अन्तिम चरणमा छौँ र यसको सौजन्य यो त्रिफला पुस्तकालयले गरेको छ र हामी यहाँ उपस्थित छौँ। यसै यो पुस्तकको बारेमा भन्नुपर्दा मलाई के लाग्छ भनेदेखि यो पुस्तकलाई बुझ्नका लागि जस्तो अगाडिका वक्ता हुनुहुन्थ्यो केशबहादुर राई, त्यस्तै गरेर अर्कोजना वक्ता हुनुहुन्थ्यो कमल प्रसाद देउपाने र अर्कोजना पनि वक्ता हुनुहुन्थ्यो दिल्लीराज नेपाल। यस पुस्तकमा उहाँहरूले लेख्नुभएका मन्तव्यहरू, भूमिकाहरू मैले यिनीहरूलाई पढ्दाखेरि के पाएँ भने उहाँहरूले यो पुस्तकको समीक्षा सहितको भूमिका लेख्नु भएको छ। त्यसमा चाहिँ अलिक गम्भीर भएर एउटा साहित्यिक मान प्रयोग गरेर यो पुस्तक कति महत्त्वको छ भन्ने कुरालाई एउटा समीक्षात्मक दृष्टिकोण राखेर प्रस्तुत गर्नुभएको छ। र यी तीनटा भूमिका र यस अगाडि पुण्यप्रसाद खरेलज्यूले यस पुस्तकका बारेमा राख्नुभएको समीक्षा मलाई लाग्छ यति भइसकेपछि अब यो पुस्तकको बारेमा भन्न केही बाँकी छैन। यति भइसकेपछि कसैले यो पुस्तकै पढ्न अल्छी गर्यो भने पनि यो पुस्तकमा के छ भन्ने कुरा चाहिँ बुझ्छ। तर पुस्तक पढ्न अल्छी गर्यो भनेदेखि उसले जीवनमा चाहिँ ठुलो धोका पाएको हुनेछ। किनभनेदेखि यस पुस्तकका सर्जक मुक्ति ओझाज्यूले भन्नुभएको छ अब मैले 10वटा जिल्ला मात्रै यात्रा गर्न बाँकी छ, अरू सबै गरिरहेको छु र तिनै यात्राका क्रमका कुराहरू छन् र त्यो यात्राका कुराहरू के छन् भन्ने सन्दर्भमा अलिक धेरै अघि पुण्यप्रसाद खरेलजीले भनिसक्नु भएको छ। जहाँ यात्रा गर्नुभएको छ त्यहाँको भौगोलिक अवस्था, त्यहाँको चाहिँ ऐतिहासिक अवस्था, त्यहाँको सामाजिक अवस्था यी सबै त चित्रण गर्नै भएको छ। लाग्छ कहिले कहिले म नेपालको भूगोल पढ्दैछु, यो पुस्तक पढ्दा लाग्छ म चाहिँ नि इतिहास पढ्दैछु। कहिले महसुस हुन्छ यो म यस्तै एल्बम पल्टाएर चाहिँ नि तस्विरहरू हेर्दैछु जहाँ चाहिँ नि नेपालका नक्साहरू चाहिँ देखिन्छन्, यस्तो महसुस हुन्छ।
त्यसकारण चाहिँ मलाई के लाग्छ भनेदेखि यो यसै एउटा नेपाल यात्रा भन्ने नियात्राको पुस्तक छ। अब लेखकले दिन चाहनु भएको विषय त छँदैछ, तर लेखकले त्यो दृष्टि नराखिकन यो पुस्तक लेख्दाखेरि, यो प्रकाशन भएर आइसक्दाखेरि एउटा सह उत्पादन जस्तो हामी के पाउँछौँ भनेदेखि हामी लेखकसँगै छौँ। अघि प्रश्न हुन्छ लेखक एक्लै हुनुहुन्छ, हामी प्रयोग गर्नुभएको छैन, म प्रयोग गर्नुभएको छ। त्यो त हो, किताबमा त्यो बुझिन्छ, तर सँगसँगै हामीले जब यो किताब पढ्यौँ नि, यो किताब पढ्दाखेरि हामी पाथी भरा गएको पनि महसुस गर्छौँ। हामी चाहिँ के भने यो चाँदनी दोधारातिर नि पुग्छौँ, हामी लेखकसँगै नैनीताल पनि पुग्छौँ, हामी चाहिँ नि यो मुक्तिनाथ पनि पुग्छौँ, स्वर्गद्वारी पनि पुग्छौँ, हामी लेखक सँगसँगै हुन्छौँ। सायद अब यसै भन्दाखेरि यति धेरै हामीले यो पुस्तकमा पाउँछौँ भन्ने कुरा भएदेखि त लेखकले अलिक कन्जुसियाइ गर्नु पो हुनुहुन्थ्यो कि। त्यस्तो चाहिँ नै रहेन। के भनेदेखि यो यसलाई म के भन्छु भने यो सह उत्पादनका रूपमा आएको हो। अब हामी त जान सकेनौँ, हामी यसबाट एउटा कुरा आउँछ, हामी जो उमेरले आफ्नो एउटा चाहिँ नि परिवेशले हामी जो सक्छौँ, मुक्तिनाथजीले मात्रै यसरी चाहिँ यात्रा गर्ने, वास्तवमा यो यात्रा त हामीले पनि गर्नुपर्ने रहेछ भन्ने एउटा प्रेरणा त त्यसरी पनि जाग्छ। त्यसो पनि गर्न सक्यौँ भनेदेखि यो किताबलाई अलिक मसिनो तरिकाले मिहिर रूपमा हामीले पढ्यौँ भनेदेखि कतिपय प्रसङ्ग त के आउँछ भनेदेखि उहाँ घोडाघोडी ताल, हामीले त्यो घोडाघोडी तालको एउटा संक्षिप्त कुरा त राख्नु भएको छ नि यहाँ। अनि अब घोडाघोडी तालको बारेमा हामी अरू कुरा बुझ्न खोज्छौँ, हामीले चाहिँ चाँदनी दोधाराका बारेमा अरू कुरा बुझ्न सक्छौँ। यसरी चाहिँ नि के भनेदेखि यो किताबले हामीलाई चाहिँ त्यसरी चाहिँ मद्दत गर्छ। जो यात्रा गर्न सक्दैनौँ उनीहरूलाई पनि यो यात्राकै आनन्द दिने, यात्राकै अनुभव दिने, यात्राकै अनुभूत दिने यो यस प्रकृतिको किताबका रूपमा चाहिँ यो आएको छ। त्यसकारण मलाई के लाग्छ भनेदेखि यो पुस्तक चाहिँ एउटा महत्त्वपूर्ण ग्रन्थका रूपमा चाहिँ मुक्तिजीले दिनुभएको छ। यसका लागि उहाँलाई, यो प्रकाशनको लागि उहाँको परिवारलाई, सबैलाई म हृदयदेखि नै धन्यवाद दिन्छु। यता अगाडि आइदिने म अनुरोध गर्छु। छोटो, धेर लामो छैन, त्यो कार्यक्रम छोटो हुनेछ अनि सभा विसर्जन हुनेछ र थोरै हाम्रो चुडामणि ओझाज्यूलाई अगाडि निस्किन्छ। सबै यहाँ अब मञ्चमा कति दिएका छौँ, कति बाँकी छन्, सबैलाई मञ्चमा भएका अतिथिज्यूहरूलाई उता बाहिर सरले कसलाई दिने इच्छा राख्नु भएको छ सबैलाई हो। त्यसो भए सबैलाई वितरण गरिदिने अनुरोध गर्छु। गरिदिउँ भन्ने उहाँहरूको परिवारको इच्छा छ। अब यो धेर लामो छैन, हजुर धेर बोल्नुहुन्न, थाहा छँदैछ। अस्ति उषा गुरुङजीले कविता प्रस्तुत गर्नुभएको होइन, हतारै हतार छ। चुडामणि ओझाज्यूलाई फेरि मैले यहाँ बोलाएँ। परिवारजनको तर्फबाट परिवार हजुरले आएपछि हाम्रो यहाँ शुभकामना भन्नुहुन्छ यहीँबाट सक्छ। कुर्सीमा बस्नु, कुर्सीमा बस्नु। मणिचन्द्र
अगाडि लगेर हामीले उहाँ प्रक्रिया सक्छौँ यो पर्सुका नभए मान्दैन नि त अब म फोन गर्छु तपाईँलाई यो अहिले म त्यो जाँदैछु अहिले केही तपाईँहरू सुन्नु त यहाँ आउनु त एउटा भाइ बुवाको नम्बर कति हो 66 99 66 77 77 64 उहाँकै नम्बर हो उहाँकै फोटो छ है ठिक छ नाम पनि लेख्नु न भरे बिर्सिनुहुन्छ होला बडी राजा छ ल म उहाँलाई मलाई फोन गरिहाल्नु म अब निस्किन आँटेको सकिहाल्छु ल यो आजको नेपाल यात्रा नामक पुरस्कार लोकार्पण कार्यक्रमको सबैलाई एउटा अनुरोध गरेँ यता पछाडि आइदिनु होला फोटो पनि खिचौँ समापन पनि गरौँ एकै बाजी नेपाल यात्रा गर्नुभएको मैले नेपालका 77 जिल्ला खाली खुट्टाले 2 खेल यात्रा गरेको भन्ने प्रमाण सूर्योदय टेलिभिजनले भर्खरै इन्टरभ्यू लिएको छ त्यसैबाट तपाईँले सुन्न सक्नुहुन्छ उहाँले भन्नुभयो तपाईँले निरन्तर फलाउँदै खानुभयो अरे फलाउँदै खाएर बाँच्नुभएको छ अरे राम्रो समयसँग भन्ने हल्ला अनि के रहेछ त भनेर मैले गुगललाई सोधेको गुगलमा त नेपालमा लामो समयसम्म फल खाएर बस्ने मान्छे प्रेम प्रकाश त्रिफला बस्ने मान्छे भनेर भनेको कुरो सम्म उत्खनन गरे उहाँले त्यो इन्टरभ्यू लिएको छ अन्तर्वार्ता लिएको छ आजभन्दा 1 हप्ता अगाडि र त्यसबाट त्यो प्राप्त हुन्छ कि नेपाल यात्रा अनि नेपालका हुम्ला जुम्ला मुगु डोल्पा कालीकोट कुरा अत्यन्त सठिक थियो कमल नेउपानेले उस्तै मिठाससँग प्रस्तुत गरिदिनु भयो अनि त्यसका 3 जना हाम्रो डेलीराज नेपाल उहाँको पनि मैले अलिकति पढेँ अनि मैले चाहिँ कमल सरको पनि पढेँ तर सबैभन्दा मिठो केसाङ राईज्यूको होइन उहाँ केशबहादुर राई उहाँसँग मेरो नयाँ परिचय भए पनि यति बौद्धिक व्यक्तित्व हुनुहुँदो रहेछ मैले उहाँको लेखनलाई पढ्दाखेरि मलाई हर्षाश्रु भए वास्तवमा त्यस्तो शब्द त्यहाँ चयन गरेर उहाँले चाहिँ त्यो प्रस्तुत गर्नुभएको रहेछ र यो कृति अत्यन्तै पठनीय छ मलाई त झन् मैले लेखेर राखेका कमसेकम 3टा कृति पुग्ने गरी नेपाल यात्रा गर्दाको सामग्री आज छापिदिने स्रोत नभएर दारी काट्ने पैसा छैन जुत्ता लाउने पैसा छैन एउटा फल मात्रै खाएर बाँचेको भात खाने कुरा कहाँ हो कहाँ अब त भेला गरेका सामग्रीहरू खालि पुस्तकालय बनाउँदै सक्यो जति पनि अलिअलि कसैले दियो तर म माग्न गइनँ हजुरहरूलाई मैले भन्नुपर्छ मैले कहीँ गएर चन्दा उठाएको रेकर्ड तपाईँहरूले कहीँ देख्नु भएको छ भन्नु यी ल्याएर दिएका सामग्रीहरूले यो 3 तलाको भवन भएको छ अहिले यसमा बार बार हाम्रो आजको प्रमुखजी पनि यो पुस्तकालयको उन्नतिमा लाग्नै भएको हो अहिले धेरै दिनपछि आज मैले भेट्न पाएँ हाम्रो गणेशबहादुर परसाईको माध्यमबाट मैले उहाँलाई चिनेको हुँ गणेशबहादुर परसाईले स्थापना गर्नुभएको मोतीराम भट्टको साली पनि अघि अनावरण भयो त्यहाँ चाहिँ हामीले चाहिँ के भने माल्यार्पण गऱ्यौँ छत्रबहादुर बस्नेज्यू नहुनु हो त त्यो साली पनि रहने थिएन यहाँ पुरस्कार पनि रहने थिएन काँक्रेबिट्टावासी हुनुहुन्छ र यहाँ धेरै लगानी गर्ने व्यक्तित्वहरू 15 लाख 20 लाखसम्म ल्याएर हातमा ल्याएर दिने व्यक्तित्वहरू पनि नेपालमा हुनुहुन्छ र
र यो पुस्तकालयभित्र हामी छौँ। यहाँ कृति विमोचन भयो, अघि त्यो कृति भन्ने कुरो भयो, त्यो कृति त गणना गरेर साध्य छैन। लगभग 200-300 कृति विमोचन भएको छ, तर पटकै भन्दा पनि लगभग 60-70 पटक कति भयो होला पटक गर्दै गर्दा। र यस्तो राम्रो सुयोग मिलेको छ। र चुडामणि ओझा जसको आज जन्मदिन र जन्मदिनको अवसरमा कृतिको पनि यहाँ चाहिँ सार्वजनिक भयो। उहाँको जन्मदिन पनि आजै चाहिँ नि यहाँ हामीले प्राप्त गर्न सक्यौँ। हामीले अलि अगाडि थाहा पाएको भएदेखि म यहाँ बृहत रूपमा सङ्गीतमय जन्मदिनको शुभकामना रामप्रसाद मैनालीले ल्याएर उहाँले जन्मदिनको शुभकामनाको गीतै बनाउनु भएको छ, त्यो पनि गरिन्थ्यो। तर त्यो गर्ने अवसर नपाए पनि आज उहाँको जन्मदिन भव्य रूपमा हामीले मनाउन सफल भएका छौँ। र आगामी दिनमा यस्ता कार्यक्रम लिएर यहाँहरूको पनि उपस्थिति रहोस् भन्न चाहन्छु। र जो आउनुभएको छ, अतिथिहरू हुनुहुन्छ, अभ्यागत हुनुहुन्छ, यहाँहरूलाई पुस्तकालय अवलोकन गराउने मेरो एउटा सानो इच्छा छ। अवलोकन यहाँ माथिबाट 2 तला छन्। एउटा तलामा हाम्रो अतिथि आवास छ, त्यहाँ काठमाडौँ कक्ष, सिक्किम कक्ष, आसाम कक्ष, चितवन कक्ष कक्ष राखेका छन्। त्यहाँ आवासीय रूपमा बसेर अध्ययन गर्ने विद्युतीय लाइब्रेरी बनाएको छ। त्यहाँदेखि माथिबाट सङ्ग्रहालय छ। यसरी सङ्ग्रह गरेर हामीले चाहिँ धेरै कुराहरू जोडेका छौँ। र यो कार्यक्रम आज यहाँले ल्याइदिनु भयो यो पुस्तकालयमा। र म यो यहाँको दिमागमा यो विचारमा यो पुस्तकालय नै छनौट भयो। हाम्रो मनिषजी यहाँ हुनुहुन्छ, मनिषजीलाई बोल्न दिनुपर्छ भन्ने कुरो पनि यहाँ राखियो। तर समयको नेटो चाहिँ निकै तन्केर जाँदा उहाँलाई समयबाट हामीले अलिकति गर्नुपर्ने भयो, किनभने उहाँ माथि 2टा कार्यक्रम त्यागेर आउनुभयो। उद्धव सरलाई चाहिँ मैले छोड्नै मिलेन, उहाँ जस्तो व्यक्तित्व यहाँ आएर साथ दिनुभयो। र हाम्रो यो आजको कार्यक्रममा जो उपस्थित हुनुभयो, जसले बोल्नुभयो, कृतिभित्र रहेका सामग्रीहरूलाई हामीले अब आगामी दिनहरूमा अध्ययन गरेर त्यसमा चिन्तन गरेर केही लेख्ने पनि प्रयास गरौँ र अध्ययन मात्रै नगरौँ। र त्यो लेखेका सामग्रीहरू हाम्रा अन्य माध्यमबाट हामी प्रकाशन नै गर्न सक्छौँ। सिक्किममा 9वटा पत्रिकाको प्रतिनिधि सम्पादक भएर त्रिफला राष्ट्रिय पुस्तकालय रहेको छ र त्यहाँ पनि हामी त्यहाँ फाल्न सक्छौँ। त्यहाँबाट काठमाडौँमा पनि हाम्रा धेरैवटा कृति निस्किन्छन्, त्यहाँबाट पनि हामी यहाँहरूका रचनालाई प्रकाशनमा ल्याउन सक्छौँ। उद्धव विष्ट स्वयं नै 2-3वटा कृति प्रकाशनका मुखमा पुर्याउनु भएको छ, ती कृति पनि प्रकाशन गर्नु अवस्था छ। पुस्तकालय महासङ्घ गठन भएको छ, पुस्तकालय सङ्घ भनौँ त्यसलाई भनेर हामी लागेका छौँ। र त्यसको काम तत्कालै हुँदैछ, विधान तयारी भएको छ। नवराज सरले त्यसको सम्पादन विधानको मस्यौदा गर्नुभएको छ। र हामी यति नै भनौँ कि आजको कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ। यो कार्यक्रमले हामीले अझै ऊर्जा थपेको छ। आगामी दिनमा यस्ता कार्यक्रम अझै जल्दाबल्दा रूपबाट अगाडि बढाउने बाचा गर्दै यहाँहरू सबैलाई धन्यवाद दिँदै आज यो हाम्रो भाइ चुडामणि ओझाजीको आत्मबल, तेजबल, विद्याबल, बुद्धिबल, शक्तिबल, धनबल के बल चाहिन्छ, यम यम चिन्तयते कामम तम तम प्राप्नोति निश्चितम भनेर यही शब्दका साथ आजको सभालाई गुरुजी अब मैले हजुरसँग अनुमति मागेँ यति भन्दै आजको कार्यक्रम विसर्जन भएको अनुमति गर्छु। आवासीय लाइब्रेरी पनि हो। अनि यहाँ आसाम पक्ष भनेर यस्तो किसिमले र यता पल्लोपट्टि
अब यसमा यहाँ चाहिँ नि सेवा बस्दै हो विशेष रूपमा उद्घाटन हुनेछ काठमाडौँ सिक्किमको अक्षर काठमाडौँ पक्ष चाहिँ अस्ति उद्घाटन यो चाहिँ फाल्टो पक्ष हो यो चाहिँ सेवा बस्दै भाडा बाँध्ने मसलाले तयारी गर्ने दाल चामल त्यहाँमाथि यहाँ एउटा सोकेस यस्तो यस्तो पनि पारेर राम्रो यहाँ यस्तो ऱ्याक हुन्छ यहाँ एउटा यो चाहिँ हाम्रो सब टाढा पछाडिपट्टि टाढालाई हाम्रो सबै कुरा छ हुँदाखेरि इत्यादिको व्यवस्था हुन्छ अब एउटा तातो पानीको गिजर पनि राख्नु त्यो हो त्यो जरुरी छ यो गर्नुपर्छ उहाँ गुरुजी त पुग्नु भएको ठिकै छ गुरुले पेसा व्यवसाय चाहिँ हामीले केही नभएको मान्छे सेवा हजुर नमस्कार सबैलाई मेरो नाम कमल प्रसाद नेपाली मेरो घर चाहिँ बेचनगर 13 चारालीमा पर्दछ म पनि सेवानिवृत्त शिक्षक हुँ नमस्कार मेरो नाम जुरामणि बेला मेरो जन्म बाहुनडाँगी इलाका हाल गाउँमा छ म काठमाडौँमा बस्छु र काठमाडौँमा औषधि व्यवसायको रूपमा काम गरिरहेको छु आज मेरो ड्याडीको नेपाल यात्रा भन्ने पुस्तक विमोचनको लागि भनेर म आएको थिएँ र मेरो आज जन्मदिन पनि परेको हुनाले आज जन्म उत्सव मैले त्रिफला राष्ट्रिय पुस्तकालयमा एकदम भव्यताका साथ मनाउन पाएकोमा यहाँहरू सबैलाई एकदम धन्यवाद दिँदै एकदम कृतज्ञता व्यक्त गर्न चाहन्छु नमस्कार म मुक्तिनाथ ओझा आस्था फेरिमा जन्मेको कर्म गर्दै बाहुनडाँगी आएर 40 वर्ष बसेको र 20 वर्षदेखि विद्यामा बस्दै आएको र म न्याय सेवाबाट औषधिबाट रिटायर भएको पछि नेपाल यात्रा गर्न सुरु गरेको भाइ गोपालसित 71 सालमा रिटायर भएपछि गोपाल भाइको परिवार र हामी 4जना यात्रा सुरु गरेको त्यसपछि त्योभन्दा अगाडि चाहिँ मनिषीजीको छोरा राजन भट्टराईको नाम पनि पाथीबाट जाँदाखेरि चाहिँ हामीसँग धेरै मान्छे जोडिन्छ त्यस पछाडि सुशील भट्टराईसितको यात्रा नमस्कार म रामचन्द्र दाहाल मेरो जन्मभूमि कर्मभूमि सबै ताप्लेजुङ अनि म माध्यमिक तहको शिक्षकबाट हाल सेवानिवृत्त छु र मेरो घर हाललाई चाराली अनि म यहाँ फलाहारी जीसँग ब्रह्मचारीजीसँग पटक पटक सम्पर्कमा आएर यहाँ आएको छु र अब पनि आउने योजना छ मैले एक एउटा पुस्तकहरू पनि मजास्त मनिषी धर्ममाला पनि यसमा पनि मेरो एउटा चाहिँ कविता परेको छ ल गुरु नमस्कार म देवी प्रसाद काफ्ले घर गरगी नजिकै जोरसिमल भन्ने ठाउँमा छ नेपाल संस्कृत विश्वविद्यालयबाट प्राध्यापन पेसाबाट चाहिँ निवृत्त भएर अहिले यहाँ बसेको छु साहित्य विषयको प्राध्यापक 30 वर्ष सेवा गरेर अहिले निवृत्त छु र यहाँ अहिले भर्खरै भनौँ म जनकपुरमै बसेको कारणले गर्दाखेरि यहाँ चाहिँ भर्खरै नै यहाँ आएर बसेर 2 वर्ष जति भयो त्यति परिचय केही थिएन यहाँ पुस्तकालय धेरै अगाडिदेखि थाहा थियो मलाई तर चाहिँ नि यहाँ सम्पर्क भएको चाहिँ अब धेरै भएको छैन भर्खर भएकै नै हो अब सम्पर्क हुँदैछ यसको लागि चाहिँ नि केही गर्नुपर्ने छ
हामीले गर्ने विचारमा पनि छौँ र यहाँहरूसँग आज धेरै ठुलो खुसी लाग्यो। सबैभन्दा ठुलो कुरो चाहिँ मलाई के लाग्यो भन्नु नि आज कुरो सुने मैले पुस्तक विमोचन पनि भयो अनि बुबा शब्दका बिच छर्दै जानुहोस्, उमार्ने बढाउने मलजल गरेर फलाउने फुलाउने र लोकार्पण गर्ने मेरो काम भन्ने छोरो पाउनु भएको रहेछ उहाँले। आत्मा बहिजाएको छ आफै पुत्रका रूपमा छोरो जन्म दिनु बाबुआमा यो एक जन्मको होइन अनेक जन्मको चाहिँ तपस्या नै होला। यस्तो छोरा कमै पाइन्छन्, पाइँदैनन् भनेर पाइएन, आज पाइयो, कमै पाइन्छन्। त्यसो हुँदाखेरि मलाई यही शब्दले मलाई अलिकति चाहिँ बिर्या छ कि बुबा शब्दको बिच छर्दै जानुहोस्, उमार्ने त्यसलाई मलजल गर्ने हुर्काउने फुलाउने र फलाउने लोकार्पण गर्ने मेरो काम। यो छोरो आफू नै हो, आफै जन्मेको आत्मा भइरहेको थियो पुत्र हाम्रो चाहिँ नि उपनिषद्ले भनिरहेको छ आफै छोराको रूपमा जन्मिन्छ, आफै जन्मिनु भएको छ उहाँ अर्को छोराको रूपमा अर्को रूप। त्यसो हुँदाखेरि मलाई यो साह्रै खुसी लागेको चाहिँ ब्रह्मा करोतु दीर्घायु विष्णु करोतु सम्पदा हरो विघ्नानि हरो हरतु विघ्नानि त्वं जीव सर्वं सकल। सयौँ वर्षसम्म यो गर्दै जानु होला। मेरो यही कुरो चाहिँ म चाहिँ कस्तो मान्छे भने मेची महाकाली अलिअलि चाख्दै हिँडेको मान्छे। भोजपुर जिल्लामा 2टा स्कुल मैले संस्थापक प्रह भएर 10 वर्ष सञ्चालन गरेर त्यहाँबाट फेरि यता चाहिँ भन्सार विभागतिर आएर 30 वर्ष जति सेवा मेची महाकाली गरेर यो बाहुन्नागी भन्ने ठाउँमा आएर कुनामा बसेर अनि अहिले 49 वर्ष भएछ त्यो कुनो रुँगेको त्यहाँ अहिले पनि रुँगिरहेको छु। अहिले चाहिँ म यो त्रिफला राष्ट्रिय पुस्तकालयले यहाँबाट मनिषी भनेर मलाई स्वर्ग आश्रमको मनिषी भनेर उपाधि दिनुभयो। अनि अर्को कुरा मेची नगर प्रमुख भनेर राष्ट्रिय धर्मसभाले मेची नगर प्रमुखमा पनि मलाई चाहिँ एउटा थप दिएको छ, जिल्ला पनि हेर्नुपर्छ भन्नुभएको छ। यस्तैमा भुल्दै 84 वर्ष लागेँ, अब 85मा टेक्न खोज्दैछु। त्यसले गर्दाखेरि मेरो परिचय चाहिँ मेरो नाम हिरण्य प्रसाद भट्टराई थर हो र यो त्रिफलामा पनि कहिलेकाहीँ बोलाइदिनुहुन्छ। आज पनि कृष्ण थुम्कीमा मिटिङ थियो अनि त्यो 4 गाउँको कुरा उठाएको छु त्यहाँ, त्यसैको मिटिङ थियो। त्यता नगएर यता चाहिँ झन् महत्त्वपूर्ण कुरा भएकाले म यहाँ दौडिँदै आएको म त्यही मान्छे हो। म सुशील भट्टराई गिर्ताबाट 5 आजको पुस्तक नेपाल यात्राको सहयात्री। धन्यवाद। म कौशिला ओझा आज नेपाल यात्राको किताब पुस्तकको सहयोगी म पनि एउटा कौशिला ओझा हो। मेरो श्रीमानले लेख्नु भएको मेरो जेठो छोराको आज चुडामणिको जन्मदिन। मेरो नाम निर्मल शर्मा रिजाल हो, म नक्सलबाडी निवासी। मेरा ससुराली नमस्कार, म विमला ओझा, मुक्तिनाथ ओझाको जेठी सुपुत्री। मेरो घर चाहिँ नक्सलबाडी। नमस्ते, म रितिका रिजाल अनि म मुक्तिनाथ ओझाको कान्छी नाति थिएँ। म गोपाल ओझा, 5 थर फिल्म उलोटार जन्म भए हाल खोजी खाना गिर्ताबाट 5मा बस्छु र यो किताबको लेखक चाहिँ मेरो दाजु हुनुहुन्छ। यसको पनि आदि सहयात्री म पनि हो। 71 सालको सुरु मेची महाकालीको आदि म पनि हो। निजामती सेवाको चाहिँ रिटायर, नासुबाट रिटायर भएर आजीवन चाहिँ के जागिर भएको मान्छे हो। म एउटा नाम लेखाएको मान्छे। अब यहाँ पर्दा सानो नानीको नमस्ते। पढाइ चाहिँ कहाँ पढ्दैछ? अलिक कडा बोल्नु बुझिएन। लाइब्रेरीमा दिनु भनेको हुनाले 10 वटा किताब चाहिँ म यो लाइब्रेरीलाई हस्तान्तरण गर्छु।